जोजलपा नमस्कार। नेवार नव न्युयोर्कले आयोजना गरेको नेवार सभ्यता नगर योजना इतिहास संरचना र व्यवस्थापन कार्यक्रममा उपस्थित सबै महानुभावहरूलाई नेवार नव न्युयोर्कको तर्फबाट र म तुलसीनारायण चित्रकार नेवार नवको महासचिवको तर्फबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। पदम सुन्दर जोशी अमेरिका आउनुभएको अवसरमा उहाँको मुखारा बिन्दुबाट नेवार सभ्यता इतिहास संरचना र व्यवस्थापनको विषयमा अन्तर्क्रिया कार्यक्रमको निमन्त्रणा छोटो समयका बावजुद पनि उपस्थित हुनुभएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सबैको समयलाई मध्यनजर गर्दै हामीले कार्यक्रमलाई विविध औपचारिकतालाई कम गर्दै कार्यक्रम छोटो र छिटो सुरु गर्दैछौँ। कार्यक्रमको सुरुवातमा आजका प्रमुख अतिथि श्री पद्मसुन्दर जोशीज्यू तथा उहाँका अर्धाङ्गिनी सुमित्रा जोशीज्यूलाई खादा बढाएर सम्मान गरिदिनु हुन म नेवार नफका सहकोषाध्यक्ष मेनी श्रेष्ठ सोचुलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद मेरी श्रेष्ठजी। कार्यक्रम सुरु हुँदा अगाडि आजका स्रोत व्यक्तित्व पद्मसुन्दर जोशीजीको छोटो परिचय तथा स्वागत मन्तव्यका लागि नेवार नफा न्युयोर्कका अध्यक्ष डाक्टर नरेशमान साकीज्यूलाई म यहाँ हार्दिक अनुरोध गर्दछु। नमस्कार। सबभन्दा पहिला त हाम्रो यो सर्ट नोटिसमा यहाँहरू पाउनुभएका यहाँ सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद र स्वागतम। र हाम्रो आजको स्रोत व्यक्ति अघि तुलसीजीले नाउँ दिनुभयो, उहाँ पद्मसुन्दर जोशी, अनि उहाँको विशेष भाउजू चाहिँ हाम्रो सुमित्रा जोशीजीलाई स्वागत गर्दछु यो कार्यक्रमको लागि। चाहिँ उहाँ चाहिँ खास छोटो भ्रमणमा यहाँ न्युयोर्क आउनुभएको, त्यही बेला चाहिँ हामीलाई यो समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। म उहाँको बारेमा केही परिचय दिन चाहन्छु। उहाँको परिचय मात्र दिन सुरु गऱ्यो भने त धेरै लामो, 1 घन्टा बढी जाला, त्यही म सके छोटो उहाँको बारेमा दिन सक्छु। म चाहिँ उहाँलाई चिनेको लगभग 35 वर्ष जति भयो। उहाँ चाहिँ पहिला काठमाडौँ महानगरपालिकामा एउटा प्रोजेक्टको एउटा म भन्छु यसमा चाहिँ होइन, उहाँको ठुलै चिफ हुनुहुन्थ्यो त्यो बेला, एकदम यङ होइन, अहिले पनि यङै देख्नुहुन्छ उहाँ चाहिँ। एकदम सिन्सियर, एकदम कुल है उहाँ चाहिँ। अनि उहाँ 30s मा, म चाहिँ 20s मा होला त्यो बेला। अनि उहाँको जुन त्यो स्किल देखेर मलाई खुब प्रभाव पारेको थियो। तर आज संयोगवश चाहिँ हामीले न्युयोर्कमा पनि उहाँलाई स्वागत गर्न पायौँ। उहाँ चाहिँ अहिले चाहिँ मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको भाइस प्रेसिडेन्ट भएर काम गरिराख्नु भएको छ। एडमिनिस्ट्रेसन र फाइनेन्स उहाँले सम्हाल्नुहुन्छ। त्यसपछि ललितपुर महानगरपालिकाको पनि उहाँ अहिले सल्लाहकार हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो ब्याचलर्स चाहिँ त्रिभुवन विश्वविद्यालय चाहिँ सिभिल इन्जिनियरिङबाट गर्नुभएको 1989 मा। अनि उहाँले जर्मनीबाट रिसोर्स इन्जिनियरिङमा चाहिँ मास्टर्स गर्नुभयो, अनि पोस्ट ग्रेजुएट चाहिँ नेदरल्यान्डबाट उहाँले गर्नुभयो। त्यसपछि उहाँ चाहिँ 1997 देखि 1999 मा काठमाडौँ भ्याली म्यापिङ प्रोजेक्टको उहाँ चाहिँ इन्चार्ज मेन चिफ भएर काम गर्नुभयो भने उहाँले चाहिँ काठमाडौँ मेट्रोपोलिटन सिटीको चाहिँ यो केयुटिपी अघि मैले भनेकोमा चाहिँ 1997 देखि 1999 मा काठमाडौँ अर्बन डेभलपमेन्ट प्लानिङमा चिफ भएर काम गर्नुभयो भने 1999 देखि 2002 सम्म काठमाडौँ भ्याली म्यापिङ प्रोजेक्टमा उहाँले चिफ भएर काम गर्नुभयो। अनि त्यसपछि उहाँ चाहिँ 2010 देखि 2020 सम्म UN हेबिटेट नेपाल अफिसमा उहाँले धेरै आफ्नो नेतृत्व गर्नुभएको हो। त्यो उहाँ चाहिँ खास चाहिँ त्रिभुवन विश्वविद्यालय इन्स्टिट्युट अफ इन्जिनियरिङको चाहिँ एसोसिएट प्रोफेसर हुनुहुन्छ। म छोटकरीमा उहाँको परिचय म
यसरी दिँदैछु। अब धेरै म समय लिन्न। यहाँलाई फेरि हाम्रो यो छोटो समयमा यो कार्यक्रममा आउनुभएकोमा यो अन्तर्क्रिया कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु। उहाँले अहिले प्रेजेन्टेसन गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ यो यहाँ यो प्रेजेन्टेसनको बारेमा, अनि पछि 45 मिनट 45 मिनट जति उहाँले प्रेजेन्टेसन गर्नुहुन्छ भने पछि केही प्रश्न छ भने तपाईँहरूले उहाँले सोध्न सक्नुहुन्छ। धन्यवाद। अब हामी समय अरू खर्च नगरिकन आजका स्रोत व्यक्तित्व परमसुन्दर जोशीजीलाई म यहाँ निमन्त्रणा गर्दछु। धन्यवाद। सबैलाई नमस्कार। सबभन्दा पहिला त यो आयोजक मित्रहरूलाई धेरै धेरै धन्यवाद। मलाई त देश छोडेको जस्तो लागेको छैन। सबै आफ्नै मान्छेहरू जता गए पनि जता हेरे पनि होइन। म लगभग 20 दिन भयो, आज 19 दिन भयो नेपाल छोडेको, र जहाँ गए पनि यत्तिकै माया यत्तिकै रमाइलो भएको छ। र मलाई साँच्चै भन्यो भने मलाई नेपाल छोडेको जस्तो लागिरहेको छैन। र दिन चाहिँ यति छिटो जाँदो रहेछ। तपाईँहरूलाई यो सबै सहयोगको लागि यो छोटो समयमा तपाईँहरू आउनुभयो यो कुराहरू सुन्नलाई तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। खास गरिकन हाम्रो यो बसाइलाई यति सहज बनाइदिनु भयो, त्यो सहज बनाइदिनु भएकोमा खास गरेर म र मेरी श्रीमती सुमित्रा जोशीको तर्फबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब विषयमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति कुरा बताउँ। यो आजको जुन विषय मैले प्रस्तुत गर्न गइरहेको छु सुन्दाखेरि एकदमै टेक्निकल जस्तो छ होइन, धेरै एकदमै प्राविधिक रूपमा के जस्तो छ त्यो होइन। अनि सधैँभरि काठमाडौँ, खास गरेर काठमाडौँ उपत्यकामा तपाईँहरू जहाँ जानुहुन्छ नेवार सेटलमेन्टहरू, नेवारहरूको बस्तीहरू कस्तो, नेवारहरूको बस्ती चाहिँ कुन किसिमबाट बनेको छ भन्ने खालका कुराहरू चाहिँ खुल्दुली म नेवार भइकन पनि कहिले पनि त्यो सोचिएन। अहिले यो पढ्ने र पढ्दाखेरि पनि कहिले पनि यो विषयहरू चाहिँ सोचिएन छ। जब काम गर्न थालेँ अनि त्यस काम गर्न थाल्दाखेरि यो किन यस्तो गर्छ, किन पार्टी बनाउँदो रहेछ, किन त्यो खुल्ला ठाउँ, किन डबली बन्दो रहेछ, यस्तो खालको कुरो अरू ठाउँहरूमा, अरू देशहरूमा, अरू बस्तीहरूमा किन हुँदैन रहेछ भन्ने खालका कुराहरूलाई अलिकति खोतल्ने क्रममा चाहिँ यो एउटा हामीले के भन्छ, मैले चाहिँ एउटा यो प्रेजेन्टेसन आजको तयार गरेँ। त्यो प्रेजेन्टेसन तयार गर्दाखेरि मैले यहाँलाई भन्नुपर्ने कुरा के हो भने खास गरेर हाम्रो संस्कृति चाहिँ नष्ट भएर गइरहेको छ जहाँ हेरे पनि होइन। अमेरिकामा म आजभन्दा 26 वर्ष अगाडि यहाँ आइपुगेको थिएँ न्युयोर्कमा। टाइम्स स्क्वायरमा त्यो तलदेखि माथिसम्मको त्यो होर्डिङ बोर्ड, के भन्छ त्यसलाई इङ्ग्लिसमा, हजुर बिलबोर्ड, त्यो बिलबोर्ड देख्दाखेरि अचम्मै लागेको थियो, यत्रो पनि हुँदो रहेछ भन्ने लागेको थियो। अहिले अब त्यो चाहिँ काठमाडौँमा पनि भइसकेको छ होइन। त्यसैले संसार यति फिरेर एउटै खालको भएको छ। तर हिजोको हाम्रो कला संस्कृति ज्ञान सबभन्दा बढी चाहिँ त्यो ज्ञानलाई चाहिँ कसरी संरक्षण गर्ने र त्यसलाई हिजोकै जस्तो बाँच्ने होइन कि आजको अवस्थामा त्यसलाई कसरी उपयोग गर्ने भन्ने खालको च्यालेन्ज चाहिँ हामीसँग छ। त्यसले त्यो च्यालेन्ज बुझ्नको लागि भनेर चाहिँ मैले यो प्रस्तुत गर्न खोजेको हुँ। अब यो विषयमा जाउँ। मेरो प्रेजेन्टेसन अलि लामो हुनसक्छ, मलाई बिचमा भन्नु होला है। त्यो सट्ट यो मास्टर मान्छे गऱ्यो, त्यो बोलेपछि कहाँ गएको गइ भइरहेको छ। सबभन्दा पहिला एउटा ऐतिहासिक कुराहरू हेरौँ। ऐतिहासिक कुराहरूको कुरा गर्दाखेरि अब नेपाल उपत्यका होइन, जसलाई हामी सोनिगा भन्छौँ नेवार भाषामा, त्यो काठमाडौँ उपत्यका, त्यो उपत्यका अथवा नेपाल उपत्यका भनेर भनौँ, नेपाल मण्डल भनेर भन्छौँ। त्यो नेपाल मण्डललाई हेर्ने हो भने त्यहाँको बस्तीहरू ज्यादै पुरानो हो। कम्तीमा पनि अब किराँत कालकै मात्र कुरा गर्ने हो भने नि 800 BC-बाट चाहिँ सुरु भयो भनेर भन्छन् होइन। त्यसलाई हेर्ने हो भने किराँत कालमा चाहिँ त्यो एउटा साधारण, त्योभन्दा अगाडि अब महिषपाल र गोपाल वंश पनि थियो। तर त्यसलाई त्यो बस्तीहरू बस्दाखेरि खास गरेर किराँत कालदेखिका कुराहरूलाई चाहिँ हामीलाई अलिकति थाहा छ।
त्योभन्दा अगाडिको धेरै कुराहरू हामीलाई थाहा छैन। अनि त्यसलाई हेर्ने हो भने नेपालको बस्ती, नेपाल उपत्यका के अरे काठमाडौँ उपत्यकाका बस्तीहरू चाहिँ किराँत कालमा चाहिँ आधार तयार भयो, लिच्छवी कालमा त्यसलाई विकास गर्ने काम भयो र मल्लकालमा त्यसलाई विस्तार गर्ने काम भयो। अनि त्यो विस्तार गरेको कस्तो खालको उपत्यका थियो भन्ने खालको हेर्ने हो भने मेनली चाहिँ त्यो उपत्यका त्यति सबल, त्यति राम्रो हुनुको दुईवटा आर्थिक कारण छ। आर्थिक कारण नभइकन कुनै पनि बस्ती, चाहे तपाईँले न्युयोर्कको कुरा गर्नुहोस्, कुनै पनि ठाउँको कुरा गर्नुहोस्, होइन, बन्दैन। आर्थिक दुईवटा कारण छ। एउटा चाहिँ त्यहाँको एकदमै उर्वर भूमि, दोस्रो चाहिँ नेपाल, इन्डिया र टिबेट बिचको ट्रेड रुटको 80% भन्दा बढी चाहिँ काठमाडौँ उपत्यकाबाट हुने गर्थ्यो। त्यसबाट आएको जुन आम्दानी, त्यसले गर्दाखेरि काठमाडौँ उपत्यकामा चाहिँ नेवार सभ्यता चाहिँ अगाडि बढ्न चाहिँ धेरै सहयोग भएको देखिन्छ। अब यसको पहिला अवधारणा कसरी सोचेको थियो त भनेर हेर्ने हो भने पुरानो समयमा चाहिँ नगरलाई चाहिँ नगर भनेर हामीले अथवा बस्ती भनौँ न, काठमाडौँमा काठमाडौँ, भक्तपुर, ललितपुर मात्र होइन, थेचो, के अरे थेचो, थसी, थली, होइन, थानकोट, थिमी, जति नाम लिनुहोस् त्यो सबै बस्तीहरू चाहिँ एउटा सूक्ष्म ब्रह्माण्डको हिसाबले भन्दाखेरि उसलाई चाहिने कुराहरू त्यो आफ्नो बस्तीभित्र सबै कुरा पुग्ने भन्ने हिसाबले चाहिँ प्लानिङ गरेको देखिन्छ। यो चाहिँ खास गरिकन कन्सेप्चुअली चाहिँ मण्डलाको कन्सेप्टबाट चाहिँ प्लान गरेको देखिन्छ। म यसलाई अलिक पछाडि एक्सप्लेन गरौँला। तर पर्यावरणको इकोसिस्टमको इकोलोजिकल्ली हेर्ने हो भने चाहिँ एउटा 3वटा कन्सेन्ट्रिक सर्कलमा चाहिँ यो बस्ती बसेको देखिन्छ। बिचमा गुचमुच्च मान्छेहरूको बस्ती, अनि त्यसको वरिपरि चाहिँ खेतीयोग्य जमिनहरू, अनि त्यसको वरिपरि त्यो के भन्छ प्राकृतिक बस्तीहरू, के अरे प्राकृतिक क्षेत्र चाहिँ रहेको देखिन्छ। र यसरी एउटा नदी बिचबाट सरेर बग्यो, बिचमा बस्ती, वरिपरि यसरी खेत भएको चाहिँ सबै नेवार बस्तीहरू तपाईँले एउटा मात्र मैले देखेको छु अपवादको रूपमा, त्यो पनौती जो चाहिँ खोलाको किनारमा बसेको छ। अरू सबै हेर्नुभयो भने चाहिँ लगभग चाहिँ यो कन्सेप्टमा चाहिँ बसेको देखिन्छ, होइन। त्यो बस्दाखेरिको फाइदा के हो त भनेर हेर्ने हो भने चाहिँ यो बस्तीमा सबभन्दा पहिला त एउटा स्रोत संरक्षण, यो रिसोर्सलाई कन्जर्भेसन कसरी गर्ने भन्ने उद्देश्य चाहिँ एकदमै राम्रो देखिन्छ। जसमा चाहिँ अग्लो टार परेको ठाउँमा चाहिँ बस्ती बस्ने, जहाँ चाहिँ खेताई पानी चाहिँ त्यति राम्रो उपलब्ध हुँदैन त्यहाँ चाहिँ मान्छेको बस्ती बस्ने, र जहाँ चाहिँ राम्रो उब्जनी हुन्छ त्यो जमिन चाहिँ खेतीको लागि छोड्नको लागि। र अनि अर्को चाहिँ के हो, त्यो टार परेको ठाउँमा बस्दाखेरि बाढी पहिरोले पनि कहिले पनि दुःख दिँदैन। बाढी पहिरोको कुरा गर्ने हो भने त हेर्नुहोस्, अस्ति योभन्दा कति 2024को सेप्टेम्बरमा यत्रो ठुलो 100 इयर रिटर्न पिरियडको चाहिँ त्यो फ्लड काठमाडौँ उपत्यकामा गयो, एउटा पनि नेवार बस्तीमा चाहिँ पानीले दुःख दिएन। दियो के त भन्दाखेरि जो चाहिँ खोलाको किनारमा बस्न गएको छ उनीहरूलाई मात्र भयो। त्यस बेलाको प्लानिङको कन्सेप्ट चाहिँ त्यति राम्रो थियो। र त्यस्तै गरिकन अर्को चाहिँ बेसिकली त्यो अग्लो ठाउँमा बसेपछि शत्रुहरूबाट, लडाइँबाट, आक्रमणबाट जोगिनको लागि पनि त्यस्तो गरेको देखिन्छ। त्यसैले यसले चाहिँ के गर्यो भने बस्तीलाई साँघुरो ठाउँमा चाहिँ गुचमुच्च परेर बस्ने, अनि त्यसपछि वरिपरि खुल्ला ठाउँ छोड्ने। अब यसको फाइदा के, होइन, त्यो फाइदाको बारेमा अझ म कुराकानी गरौँला। त्यसपछि के भन्छ इरिगेसनको कुरो त भइहाल्यो। तर यो बस्तीको इतिहास हेर्ने हो भने त अचम्मै छ। अहिले फटाफट लेख्न थालेका छन्, होइन, यसमा रिसर्च गर्नेहरूले के भन्छ भने यो साँखुको प्लान, यो चाहिँ थिमीको, यो दुईजना प्रोफेसर मोहन मूर्ति पन्तले स्टडी गरिराख्नु भएको छ। उहाँ के भन्नुहुन्छ, यो त महेन्जोदारोकोतिरको चाहिँ प्लानिङ चाहिँ ठ्याक्कै मिल्न आउँछ। यो चाहिँ त्यो नेवारहरू कहाँबाट आयो भन्ने खालको कुरामा हाम्रो प्रोफेसर तिवारीले पनि भन्ने गर्नुहुन्छ, यिनीहरू चाहिँ उतैबाट आएको हुनुपर्छ भन्ने खालका कुराहरू छन्, होइन। यो प्लानिङका हिस्ट्रीका कुराहरू हो। तर बस्तीको कुरा गर्ने हो भने चाहिँ बस्तीहरू पहिला प्रिङ्ग, गोल, दोल, तल, द्रङ्ग भन्ने शब्दहरू युज गरेको पाइन्छ। अनि पछि अब लिच्छवीहरू आइसकेपछि मोर संस्कृताइज गरेर ग्राम, पुर, ग्रुम, पतन भनेर भन्छ।
त्यो शब्दमा पनि धेरै नजाउँ, तर बस्ती कसरी बस्दो रहेछ नेवार बस्ती भनेर हेर्ने हो भने चाहिँ के देखिन्छ भनेर भन्दाखेरि किराँतकालीन बस्तीमा चाहिँ पिङ्ग र पिठ भन्ने चाहिँ दुईवटा खालको हुन्छ। पिठ भन्छौँ नि हामी होइन, काठमाडौँमा जहाँ पनि जानुहुन्छ तपाईँले पिठ भनेर भन्छ। त्यो किन बनाएको रहेछ, के रहेछ त्यसको सम्बन्ध भनेर हेर्ने हो भने मैले अघि भने टार परेको यहाँ तल खोला छ, यो चाहिँ खेतीयोगी जमिन हो, माथि अग्लोमा आइसकेपछि टार परेको ठाउँमा चाहिँ हाम्रो बस्ती बसेको हुन्छ। अनि त्यो बस्ती बसेको जसलाई चाहिँ प्रिङ्ग भन्छ होइन, प्रिङ्ग अहिले पनि नाम छ। तपाईँहरूले यदि याद छ भने खोपाको पुरानो नाम खोप्रिङ्ग हो होइन, भक्तपुरको नाम खोप्रिङ्ग हो। त्यसै गरी मसप्रिङ्ग, थिम्रिङ्ग, थिमीलाई थिम्रिङ्ग भनेर भन्थ्यो। फर्पिङ भने त अहिले पनि नाम अझै पनि बाँकी नै छ। यस्तो किसिमबाट चाहिँ प्रिङ्ग भएको ठाउँ चाहिँ मान्छेको बस्ती हो। तर त्यो प्रिङ्गसँगै चाहिँ तल गएर खोला किनारमा चाहिँ एउटा मसान हुन्छ, अनि त्यसलाई पिठ भनेर भन्छौँ हामीले। यो पिठ र प्रिङ्गको अन्तर सम्बन्धबाट चाहिँ हाम्रो बस्ती डिजाइन भएको छ। जस्तो यहाँ तल एउटा मन्दिर भयो, त्यो मन्दिर हुने बित्तिकै यो कुनै कालीको मन्दिर होला होइन, ब्रह्मायणीको मन्दिर होला अथवा महाकालीको मन्दिर होला, त्यो खोला किनारमा मन्दिर हुन्छ। तर त्यो मन्दिर हुने बित्तिकै त्यसको देवछे भनेर देवघर भनेर माथि बस्तीको छेउमा पनि हुन्छ होइन। तपाईँहरूलाई थाहा छ होला लुमरी अजिमा भनेर चाहिँ भद्रकालीको मन्दिर चाहिँ कहाँ छ होइन, त्यो पहिला चाहिँ टुकुचाको किनारमा भद्रकालीको मन्दिर छ, पीठ छ। तर भद्रकाली टेबालभित्र चाहिँ भद्रकालीको चाहिँ देवछे भनेर छ। त्यसरी सबै देवीहरूको चाहिँ त्यस्तो हुने, बस्तीभित्र र बस्ती बाहिर त्यसको। र अनि त्यसै गरेर अझ अग्लो ठाउँमा पनि पोखरी बनाएर पिठहरू बनाएको चलन बनाएको पाउनुहुन्छ। र तर यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ कन्सेप्चुअल कुरा चाहिँ के हो भने यो तलबाट खेतीपाती हुन्छ, त्यसले जीवन धान्नलाई त्यहाँ माथि ल्याउँछ। र अब जब मान्छे मर्छ त्यसलाई लगेर फेरि त्यो पिठमा त्यो मसानमा चाहिँ हामीले छोड्छौँ। यो किसिमबाट अन्तर सम्बन्ध चाहिँ राखेको देखिन्छ। र त्यसैलाई अब अलिकति शब्दहरू तपाईँलाई अब म भन्छु, तपाईँलाई याद हुन्छ होला। एउटा दोला भन्ने भन्छ, यो तल यो खोलाको किनारै होइन, खोलाको किनारमा अलिकति अगाडि त्यस्तो ठाउँलाई हामी दोला भन्छौँ। अहिले हामीले कोपनडोल, इमाडोल होइन, तपाईँले यसो विचार खोलाको किनारा अलिकति माथि हुन्छ त्यो, त्यसलाई दोला भनेर भन्छौँ। अनि त्यसै गरिकन त्योभन्दा जस्तो कोपनडोल, इमाडोल, फसीडोल होइन आदि। त्यसै गरिकन अर्को चाहिँ गोला भन्ने छ। गोला भनेको चाहिँ फ्रिन्ज एरिया, छरिएर बसेको बस्ती कि। जस्तो अहिले त हामी होइन के भन्छ त्यागल भनेर भन्छौँ, यो गोला भन्ने गोला शब्द बिग्रिएर गला भएको हो। त्यो त्यागल, किलागल होइन, सौगल भनेर भनेको त्यो चाहिँ बस्तीको मूल बस्ती भने अलिकति बाहिर फ्रिन्ज एरिया होइन। काठमाडौँको सिटी कोर भयो, त्यहाँबाट बाहिर अहिले चाहिँ भनौँ न महाराजगञ्ज, बानेश्वर भने जस्तो त्यो फ्रिन्ज एरिया, त्यस बेलाको फ्रिन्ज एरिया हो सौगलहरू, त्यस बेलाको कुरा गरेको है म। अनि त्यस पछाडि अर्को भनेर भनेको चाहिँ मूल रूपमा चाहिँ मूल बस्ती चाहिँ यहाँ छ, घुचमुच्च परेको बस्ती यहाँ छ। अनि त्यसलाई चाहिँ हामी ग्राम भनेर भन्छौँ। ग्राम द्रङ्ग, द्रङ्ग भनेको चाहिँ बजार भइसकेको ठुलो भएकोलाई लिच्छवी कालमा द्रङ्ग भन्थ्यो। अब यो द्रङ्ग भन्ने शब्द चाहिँ त्यति प्रयोग हुँदैन, किनभने पछि गएर चाहिँ यो मल्लकालमा आएर यो मणिगोला भनेको चाहिँ अहिलेको मङ्गल बजार भनेको है। त्यो मङ्गल बजारको पुरानो नाम चाहिँ मणिगोला हो। मङ्गल बजारको पुरानो नाम मणिगोला हो होइन। त्यो मणिगोला हो, त्यो फ्रिन्ज एरिया हो। पहिला पाटनको त पुरानो बस्ती भनेको त खतिन्छे, त्यो के भन्छ गुइटा होइन, त्यो एरिया चाहिँ पुरानो बस्ती हो। यो पछाडिको त जस्तो यो के अरे के भन्छ गाबाल आदि इत्यादि त त्यो तिनीहरूले त नयाँ सहर भन्छ, जुन चाहिँ सिद्धि नरसिंह मल्लले पछि एक्सटेन्ड गरेको हो। भन्दाखेरि यो किसिमबाट अनि पछि ठुलो सहरको रूपमा चाहिँ बनाएको देखिन्छ। र अनि त्यसपछि त्यसको माथि चारैतिर त्यो बस्तीको माथि गुँ भनेर चाहिँ वन होइन पहाड चाहिँ भएको देखिन्छ। यसरी बस्तीहरू बसेको देखिन्छ। तर लिच्छवी कालमा आइसकेपछि लिच्छवीहरू त मोर वैष्णव इन्डियाबाट आएको भयो होइन। अनि लिच्छवीहरूले चाहिँ मोर चाहिँ यो वास्तुपुरुष मण्डलाको हिसाबले चाहिँ बस्ती बसालेको देखिन्छ। म त्यति धेरै यसमा जान्न, तर के भन्न खोजेको भने हिजो किराँतहरूले गरेकै कुरालाई लिच्छवीहरूले बिगारेर अर्को बनाएन, उसले त्यसैभित्र आफ्नो ठाउँ बनाएर अझ त्यसलाई इन्हान्स गर्ने काम गर्यो लिच्छवीहरूले।
अब पछि गएर लिच्छवीको पछिल्लो लिच्छवी काल भनौँ होइन, 11औं-12औं शताब्दीतिर आएर जस्तो गुणकामदेव राजाले चाहिँ काठमाडौँको अहिलेको यहीँ भनेर हामी भन्छौँ, त्यसको चाहिँ 32वटा टोल भएको चाहिँ बस्ती बसाले उसले यो 32वटा टोल भयो, काठमाडौँको म्याप भयो। त्यो 32वटा टोलमा प्रत्येक टोलमा एउटा एउटा ढोका राखेर त्यो चुचो भनेको चाहिँ टेकु हो होइन, यतातिर चाहिँ ठैँटी पारेर चाहिँ उसले चाहिँ त्यो आकारमा चाहिँ बस्ती बसालेको थियो भने त्यसको 100 वर्ष जति पछाडि चाहिँ यो आनन्ददेव भन्ने राजाको पालामा चाहिँ भक्तपुरमा राजधानी बनाएर भक्तपुरमा चाहिँ यो त्रिपुरा सुन्दरी मण्डलाको आकारमा 8वटा कुनामा 8वटा देवी राखेर बिचमा चाहिँ त्रिपुरा सुन्दरी राखेर नवदुर्गा राखेर चाहिँ जुन किसिमबाट सेटलमेन्ट प्लानिङ गर्यो, त्यही प्लानिङबाट अहिले भक्तपुरमा जानुभयो भने त्यो 8वटा कुनामा 8वटा देवीहरू अहिले पनि देख्नुहुन्छ। अनि त्यसको देउछी फेरि माथि पनि देख्नुहुन्छ। त्यो किसिमबाट चाहिँ प्लानिङ चाहिँ गर्ने काम गरेको थियो। र यसमा चाहिँ अब धर्मको कुरो, विश्वासको कुरो त फेरि आउँछ होइन। विश्वासको कुरो आउँदाखेरि के भने शाक्त पहिला चाहिँ काठमाडौँ उपत्यकामा मोर चाहिँ शैव धर्म थियो। त्यो शैव धर्मको बिचमा चाहिँ बुद्ध धर्म आयो। बुद्ध धर्मले वरिपरि अघि भनेको गोल भनेको सबै त्यो बिहारहरू थियो, बस्तीभन्दा बाहिर राखेको बिहार। पछि गएर जब सहर ठुलो हुँदै गयो त्यो बिहार पनि बस्तीभित्रै आयो, एउटा ठुलो बस्तीको रूपमा आयो। बुद्ध धर्मको पनि त्यो हिसाबले चाहिँ त्यसमा त्यो प्लानिङमा बिहारहरूको प्लानिङमा होइन, खास गरिकन त्यो बिहार र बहिल भनेर दुई खालको भन्छौँ हामी, जहाँ चाहिँ कुनैमा चाहिँ भिक्षुहरू हुन्छ मात्र बस्ने, कुनैमा चाहिँ परिवारसम्म बस्ने किसिमबाट बहिल र बिहार भन्ने बनाएको थियो। र त्यसपछि जनसङ्ख्या वृद्धि हुँदै जाँदाखेरि त्यो ठुलो कुरो बन्यो भने अनि त्यसपछि चाहिँ अष्टमातृकाहरू राखेर खास गरेर तान्त्रिक विश्वास चाहिँ खास गरेर 11औं-12औं शताब्दीतिर आएर शाक्त भने शक्तिलाई पूजा गर्ने, त्यसपछि देवीहरू अष्टमातृकालाई पूजा गर्ने, त्यो चाहिँ एकदमै हाबी हुन थाल्यो। अनि त्यसपछि चाहिँ त्यो अष्टमातृकाको पूजा गर्ने 8 ठाउँमा अनि त्यसको जात्रा गर्ने आदि इत्यादि कुराहरू अगाडि आउन थाल्यो। अब नेवार बस्तीहरूको भौगोलिक स्वरूप चाहिँ हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ त भन्दाखेरि यो चाहिँ हाम्रो बुङ्गमतीको हो। यो बुङ्गमतीको चाहिँ मचेन्द्रनाथको चाहिँ के अरे कोर्टयार्ड हो। अनि त्यसै गरेर विभिन्न ठाउँमा पोखरी यो सबै खालका कुराहरू हुने गर्छ। नेवार बस्ती विज्ञानको मूल आधार चाहिँ यो निजी जीवनलाई सामूहिक रूपमा कसरी के अरे त्यो जीवनयापन गरेको छ भन्ने कुराले चाहिँ गाइड गरेको हुँदो रहेछ। राम्रोसँग खोजेर हेऱ्यो भने नेवारहरूको घरमा बैठक कोठा भन्ने हुँदैन थियो पहिला। कसैको पनि घरमा बैठक कोठा हुँदैन। उसको बैठक कोठा कहाँ हो थाहा छ? त्यो बाहिरको चोकमा होइन, त्यहाँ पार्टी हुन्छ कि त्यहाँ त्यो ननी हुन्छ कि के ठाउँमा सबै साथीभाइ त्यहीँ भेट्ने हो, सबै गर्ने हो। घरभित्र नेवारहरूको घरमा साथीभाइहरू खासै माथि जाँदैन, त्यो एकदमै प्राइभेट स्पेसको रूपमा युज गर्छ। भएपछि अब जब पब्लिक स्पेस चाहिँ उनीहरूको लागि साह्रै इम्पोर्टेन्ट छ। खाने सुत्ने बस्ने मात्र घरभित्र हो, बाहिर सबै घाम सुकाउनु परे पनि, लुगा धुनु परे पनि, साथीभाइ भेट्नु परे पनि, भजन गर्नु परे पनि होइन, खेलकुद गर्नु परे, जे गर्ने चाहिँ बाहिर गर्ने। त्यसैले त्यो नेवारहरूको सेटलमेन्ट चाहिँ कस्तो खालको भयो भने त्यो सामूहिक जीवन चाहिँ कसरी जिउने भन्ने खालका कुराहरू त्यसले चाहिँ सिकाउन थाल्यो। यसले गर्दाखेरि थुप्रै खुल्ला ठाउँहरू नेवार बस्तीहरूको खुल्ला ठाउँहरू हुने गरेको पाइन्छ। अब त्यो भन्दाखेरि बस्तीलाई त चारैतिरबाट गढ पर्खालले पहिला घेरिन्थ्यो होइन, पर्खालले त्यो गेटेड टाउनको रूपमा बुझिन्छ। त्यसै गरेर विभिन्न ननी, चुक, बाहा, बही भनेर यो विभिन्न टोलहरूको र अनि त्यसरी बजार क्षेत्र र ल्याकु भनेको चाहिँ दरबार क्षेत्र, यी 4वटा 5वटा क्षेत्रमा छुट्याउन सकिन्छ। यिनीहरूको चाहिँ के कसको के काम हो भन्ने खालको कुराहरूले यसलाई जोडेको हुन्छ। हामीलाई थाहै हुँदैन है। बाहिरबाट जाँदाखेरि नेवार बस्तीमा अब जात्रा आयो भने एउटा यता गल्लीबाट आएको छ, उताबाट अर्को ठुलो आएको छ, यताबाट रथ ल्याउँछ, उता रथ जाँदैन। त्यो सबै जाने नजाने सबैको लागि उनीहरूको एउटा इस्ट्याब्लिस प्याटर्न हुन्छ। किन गरेको त त्यो भन्ने कुरा बुझ्नको लागि म अलिकति हेल्प गर्छु म तपाईँहरूलाई। त्यो चाहिँ के हो भन्दाखेरि चुक, ननी, लाछी भनेर भने चुक भनेको चोक भयो होइन, ननी भनेको त्यो अलिकति चौडा बाटो नै भयो। त्यसै गरिकन लाछी भनेको त्यो घर अगाडिको त्यो। अब यो विभिन्न शब्दहरू हामी प्रयोग गर्छौँ। यसको लागि एउटा भन्दा बढी परिवारहरू सबै मिलेर अथवा खुकीहरू भन्छौँ हामी,
मिलेर एउटा परिवारको एउटा चोकमा बस्ने गर्थे पहिला होइन। अनि त्यो चोकबाट अर्को चोक गरेर त्यो 2-4 चोक एउटै पेसा भएका मान्छेहरू चाहिँ एउटै ठाउँमा बस्ने गरेको पाइन्छ। जस्तो चाहिँ अब हामीले अहिले कमलाक्षी भनेर भन्छौँ होइन, त्यो वास्तवमा नेवार भाषामा भनेको त्यो काठमाडौँमा त्यो दरबार हाई स्कुल पछाडिबाट रानीपोखरी कर्नरबाट चाहिँ छिर्ने ठाउँलाई हामी कमलाक्षी भन्छौँ। त्यो भने कमी लाछी भनेको हो। कमी भनेको कर्मीहरू, सिकर्मीहरू आदि काम गर्ने, लाछी भनेको त्यो बाटो चाहिँ कमी लाछी भयो। अथवा जोशीननी भन्छ, जोशीहरूले जहाँ चाहिँ त्यो जाता हेर्छ होइन, त्यो चिनो हेर्ने आदि गर्ने ठाउँलाई। अथवा त्यसमा कुमारननी भन्छ, कुमार भनेको कुमालेहरू बस्ने ठाउँलाई कुमारननी। यस्तो खालको पेसागत रूपमा चाहिँ चोकहरू छुटिएको हुन्छ र त्यो खुल्ला ठाउँहरूमा चाहिँ खास गरेर अन्न सुकाउनलाई, अरू कामहरू गर्नको लागि ओपन स्पेसहरू हुन्छ। अनि मैले अघि भनिहालेँ पार्टीहरू, फल्चा भनेर भन्छौँ हामी। पार्टी, इनार, कतिपय ठाउँमा हिती हुन्छ अथवा कतिपय ठाउँमा पोखरी हुन्छ। त्यसरी नागबाल, इटुम्बाल होइन, एर्खा बाल गरेर यो खास गरिकन बुद्धिस्ट परम्परा अनुसार चाहिँ जुन किसिमबाट त्यहाँ एउटा बुद्धको एउटा चाहिँ देवछे हुन्छ, देवता हुन्छ, वरिपरि अरू आफूहरू बस्ने ठाउँहरू भएको देखिन्छ। अब त्यो एउटा सानो सानो चोकहरू मिलेर चाहिँ एउटा टोल बनेको हुन्छ। त्यो टोलमा चाहिँ ठ्याक्क यसो हेर्दाखेरि यो चाहिँ ठिमीको एउटा टोलको, त्यो अघि मैले भनेको हाम्रो प्रोफेसर मोहनदेव पन्तले गर्नुभएको अध्ययनबाट आधारित भएर यो जस्तो यो एउटा टोल भयो, त्यसै गरेर अर्को एउटा टोल भयो। तर यो विभिन्न कलर देखेको यो फरक जातिको मान्छेहरू त यहाँभित्र बसिया छ। अनि यो घरभित्रबाट सबै हिँड्ने ओर्ने सबै कुरो हुन्छ। तर जात्राहरूमा यिनीहरूको आफ्नो रोल हुन्छ, आफ्नै प्रतिष्ठित देवताहरू हुन्छ। अनि त्यो सानो टोलहरूबाट सानो एउटा गल्तीबाट निस्किसकेपछि अलिक ठुलो ठाउँमा आइपुग्छ। भनौँ न यो चाहिँ अब के भन्छ दत्तात्रेय भक्तपुरको यताबाट पनि एउटा गल्ती आउँछ, त्यो चोकसोक सबै टोलहरू मिलेर स्वाट यता आउँछ, यताबाट पनि आउँछ, यताबाट पनि आउँछ, अनि त्यो एउटा के हो बजार क्षेत्र हो। अनि त्यहाँ चाहिँ किनबेचको काम पनि हुन्छ। जात्रा गर्दाखेरि यहाँ सबभन्दा बढी त्यो रथको जात्रा हुँदा मचिने काम यही ठाउँमा हुन्छ होइन। यसै खालको यो चाहिँ काष्ठमण्डप हो। यो काष्ठमण्डपको वरिपरि पनि यताबाट पनि आउँछ, उताबाट पनि सबैतिरबाट आउँछ। त्यसरी एउटा बजार बन्छ। तपाईँले असन विचार गर्नुभयो भने त्यस्तै देख्नुहुन्छ, 5-7वटा बाटो आएर जोडिन्छ अनि त्यहाँ एउटा बजार बन्छ। अनि त्यहाँ त्यो बजार बन्ने ठाउँमा चाहिँ अनि एउटा महत्त्वपूर्ण देवता हुन्छ होइन। जस्तो असनमा भन्यो भने त्यहाँ चाहिँ अन्नपूर्णको मन्दिर छ होइन, उता गएर जनमालमा एउटा मन्दिर छ, उता तल गयो भने भीमसेन धाममा एउटा मन्दिर छ होइन। पाटनमा पनि त्यस्तै गरेर हेर्नुभयो भने सबै ठाउँमा यसरी देखिन्छ। र त्यसरी यस्तो किसिमबाट यो विभिन्न यो मार्केट स्क्वायरहरू अथवा बजार क्षेत्रहरू, मार्केट स्क्वायरहरू जोड्दै आइसकेपछि मेनली चाहिँ यो ल्याकुमा आइपुग्छ। ल्याकु भनेर भनेको चाहिँ त्यो वास्तवमा संस्कृत शब्द हो। ल्याकु हामी नेवारीमा ल्याकु भनेर भन्छौँ। ल्याकु भन्ने शब्द संस्कृत शब्द हो। त्यो भनेको राजकुल भनेको, राजकुल। किन राजा बस्ने ठाउँ भएकोले त्यसलाई राजकुल भनेर भन्थ्यो। नेवारहरूले रलाई ल प्रनाउन्स, जस्तो जापानिजले जस्तै रलाई ल प्रनाउन्स गर्छ, त्यसैले गर्दा त्यो लाजकुल हुँदा ल्याकु भनेर भन्छौँ हामीले। यो चाहिँ मेन सेन्टर चाहिँ सबै बस्तीको मेन सेन्टर यहाँ हुन्छ। दरबार क्षेत्र चाहिँ मेन सेन्टर हुन्छ। अब त्यो मेन सेन्टरमा चाहिँ यति महत्त्वपूर्ण हुन्छ कि यो सबै मूल बाटोहरू चाहिँ यहीँबाट क्रिस क्रस गरेर जान्छ। किन जान जरुरी छ भनेर भन्दाखेरि सबै जात्रा पर्वको सबै कुराहरू चाहिँ दरबार क्षेत्र भएर जानुपर्छ कि होइन। यो अब काठमाडौँको कुरा गर्ने हो भने यहाँबाट माथिकोलाई कोने, यो तलकोलाई कोने भन्छ, यहाँबाट यताकोलाई थने भन्छ। माथिल्लो भाग र तल्लो भाग भक्तपुरमा पनि त्यस्तै छ। बिचको भाग, माथिल्लो भाग, तल्लो भाग भनेर पाटनमा पनि त्यस्तै किसिमबाट छ। यो सबैभन्दा महत्त्वपूर्ण हुन्छ र सबभन्दा ठुलो देवता भनेको यहाँ तलेजुको मन्दिर चाहिँ रहेको हुन्छ त्यो दरबारभित्र। यो किसिमबाट यो दरबारको कुराहरू देखिन्छ। अर्को महत्त्वपूर्ण कुरा नेवार बस्तीमा चाहिँ हुनैपर्ने कुरा चाहिँ के हुन्छ, अब नेपालीमा खेल भनेर भनौँ, त्यो भनेको चाहिँ चौर। एउटा ठुलो चौर चाहिन्छ हामीलाई जहिले पनि
तपाईँले काठमाडौँमा टुडी खेल, पाटनमा चाहिँ होइन लगन खेल, जाउला खेल, अथवा काठमाडौँमा यता के बुढाख्या भन्छौँ हामी होइन, फुरुङ खेल भन्छौँ अहिले अभ्रंश भएर, अथवा लैनचौरको त्यत्रो त्यो अस्कल क्याम्पसदेखि सरस्वती क्याम्पससम्मको त्यो पुरा सल्लाहकारी त्यो ठुलो खेल होइन, त्यो सबै मूल रूपमा चाहिँ त्यो बस्तीलाई पर्यावरणीय हिसाबले पानी, हावा आदि इत्यादिको लागि र भुइँचालो आदि इत्यादि जाँदाखेरि बस्नको लागि ठाउँ निकाल्नको लागि बनाइएको ठाउँहरू यस्तो खालको देखिन्छ। अब मूल कुरा चाहिँ यसलाई संरक्षण कसरी गर्ने, संरक्षण गर्ने चाहिँ एउटा ठुलो चुनौती जहिले पनि हुन्छ। धेरै मान्छे गुदमुच्च भएपछि त धेरै च्यालेन्जेस हुन्छ होइन। तपाईँहरू न्युयोर्कमा बसिराख्नु भएको छ, यहाँ कति च्यालेन्ज होला होइन। त्यो व्यवस्थापन कसरी गर्ने भनेर भन्दाखेरि त्यो व्यवस्थापनमा जहिलेसम्म लोकल कम्युनिटीलाई इन्भल्भ गर्न सकिन्न, यो चाहिँ सरकारले भनेर नियम बाँधेर व्यवस्थापन गर्न सकिन्न भनेर नेवार सभ्यताको सबभन्दा ठुलो त्यसको विशेषता भनेको लोकल कम्युनिटीलाई इन्भल्भ गर्ने हो। त्यो इन्भल्भ गर्ने पूर्वाधारहरूको 3-4वटाको म कुरा गर्छु। पहिलो पिखालखु, धेरैलाई थाहा छ होला है, नेवारहरूलाई थाहा हुन्छ। पिखालखु भनेको नेवारहरूको घरको मूल ढोका अगाडि त्यहाँ एउटा मण्डला बनाएको हुन्छ, कहीँ ढुङ्गाको, अचेल चाहिँ अलिकति खै यो मेटलको पनि बनाउनु थालेको छ होइन भने प्रायः जस्तो पहिला ढुङ्गाको हुन्छ। त्यो यति महत्त्वपूर्ण सिम्बल हो कि त्यसले के भन्छ भने त्यो पिखालखु यो बाट घरतिर गयो भने त्यो प्राइभेट एरिया हो, यहाँबाट बाहिर गयो भने त्यो पब्लिक एरिया हो। त्यसैले त्यो पिखालखु चाहिँ यति, अब अहिले चाहिँ हामी राइट अफ वेको कुरा गर्छौँ नि होइन। एउटा घर बनाएपछि यहाँदेखि यहाँसम्म राइट अफ वे मेरो, अथवा त्यतिमा केही बनाउन पाइँदैन भन्छौँ नि। यो पिखालखुबाट भित्रको एरिया चाहिँ प्राइभेट एरिया हो। तर पिखालखु भनेर भनेको चाहिँ के भने यो शब्द चाहिँ पिखालखुलाई चाहिँ हामीले कुमारको रूपमा पूजा गर्छौँ होइन। कतिपयले क्षेत्रपाल पनि भन्छन्, कुमारको रूपमा पूजा गर्छौँ। तर मूल रूपमा चाहिँ पिखालखु भनेको पी भनेको बाहिर होइन, पिने भन्ने हिसाबले, खा भनेको घर हो, लखु भनेको ढल हो, घर बाहिरको ढल भन्दाखेरि प्रत्येक घर बाहिर चाहिँ हामी कहाँ ढल हुनुपर्छ भन्ने चाहिँ पहिलादेखिको योजना थियो। त्यसैले पिखालखु भनेको घर बाहिरको ढल भनेको हो। अब ढल त छैन, त्यो देउता एउटा मात्र बाँकी छ हाम्रो होइन। अहिले त्यो पनि पिच गरेर के भइसकेको छ। त्यसैले त्यो चाहिँ एउटा सार्वजनिक र निजी छुट्याउने एउटा सिम्बल चाहिँ त्यो पिखालखु हो। अनि त्योदेखि बाहेक अर्को चाहिँ अब हाम्रो विश्वासअनुसार छ्वास भनेर भन्छ। छ्वास भनेको धेरैलाई अब नेवारहरूलाई थाहा होला, केही कुराहरू घरमा कोही जन्मियो मऱ्यो केही भयो भने त्यहाँ गएर छ्वासमा पूजा त्यो छोड्नुपर्छ त्यहाँ हामीले होइन, राख्नुपर्छ त्यो। तर त्यो छ्वास भन्ने शब्द फेरि संस्कृत शब्द हो, नेवारी शब्द होइन। त्यसलाई भन्छौँ चतुष्पद भन्छ। चतुष्पद चारवटा बाटो होइन, चारवटा बाटोको चतुष्पद हुँदा हामीले चाहिँ छ्वास भनेर भन्यौँ। त्यो छ्वास हो। त्यो चाहिँ एउटा हिसाबले प्रत्येक बस्तीको चाहिँ बाहिर, प्रत्येक टोलको बाहिर, प्रत्येक बस्तीको बाहिर चाहिँ एउटा छ्वास हुनुपर्छ भन्ने चाहिँ हाम्रो विश्वास छ। जहाँ चाहिँ प्रेतात्माहरूलाई के अरे खुसी पार्नुपर्छ भन्ने खालका कुरा गर्छौँ त्यहाँ। र अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ स्थान गणेश। यो प्रत्येक टोलको आफ्नै गणेश हुन्छ। तपाईँहरूलाई कतिलाई याद छ, तपाईँको बिहामा अल्टिमेटली छोरी दिएर पठाउनु पर्यो भने त्यो स्थान गणेशमा गएर बिदाबारी गर्छ, किनभने त्यो ठाउँ भनेको आफ्नो टोलबाट बाहिर जाने र भित्र बस्ने भन्ने हुन्छ। प्रत्येक पूजामा चाहिँ त्यो स्थान गणेशले काम गर्छ। तपाईँले ठिमीको जात्रा थाहा होला धेरैलाई, बिस्केट जात्रा, त्यो सिन्दुर जात्रा भनेर गर्छ नि होइन। त्यसमा 32 रथको चाहिँ त्यो जात्रा हुन्छ। त्यो प्रायः सबै रथहरू चाहिँ गणेशको रथ हुन्छ। आफ्नो टोलको गणेशको रथ लिएर जान्छ उनीहरू, आफ्नो टोलको रिप्रेजेन्ट गर्नलाई होइन। त्यो भनेको त्यो स्थान गणेश हो। अब हामीलाई त्यहाँ गएर कुन चाहिँ गणेश कसको भनेर थाहा हुँदैन, तर त्यहाँ बस्ने मान्छेले ठ्याक्क यो टोलको सिमाना कति भन्यो भने त्यो स्थान गणेशमा कसले पूजा गर्न आउँछ भन्यो भने त्यो टोल चाहिँ ठ्याक्क आफ्नो भनेर थाहा पाउँछन् उनीहरूले। अनि त्योदेखि बाहेक मैले पार्टीको कुरा गरेँ होइन, सतल त्यो फेरि अर्को महत्त्वपूर्ण कुरो छ। सतल भनेको चाहिँ कस्तो भने पार्टी भनेको चाहिँ भुइँतल्ले भयो, सतल भने 2-3 तल्ले चाहिँ हुनसक्छ। जस्तो हाम्रो काष्ठमण्डप भनेको मरुसभा भनेको सतल हो होइन। त्यो सतलहरू सामुदायिक जीवनको लागि चाहिँ एकदमै नहुने ठाउँ
कहाँ बसेर पूजा गर्ने, के अरे भोज खाने, कहाँ के गर्ने, सामुदायिक काम गर्नको लागि कहाँ भन्दाखेरि अब तपाईँहरूको यहाँ विभिन्न संस्था बनेको छ। पहिलो च्यालेन्ज चाहिँ के हुन्छ भने हाम्रो अफिस कहाँ राख्ने, कहाँ जम्मा हुने, पब्लिक स्पेस कहाँ भन्ने खालको कुरो हुन्छ। त्यो पब्लिक स्पेसले यति धेरै काम गर्छ कि पाटनमा थुप्रै संस्कृतिहरू, जात्राहरू यो सतलले चाहिँ जम्मा गरेर बचाएर राखेको देखिन्छ। त्यस्तै गरिकन फल्चा होइन, फल्चाको उपयोग कसरी हुन्छ त भनेर हेऱ्यो भने बच्चाहरू खेलकुद गर्नेदेखि लिएर होइन, कोही चाहिँ लुगा धुन थाल्छ, बुढाबुढीहरू अहिले त आरामसँग, हामीलाई चाहिँ ओल्ड एज होमै चाहिँदैन त्यहाँ पुरानो बस्तीमा। ओल्ड एज होम भनेको यहीँ दिनभरि घाम तापेर बस्छ होइन, बुढाबुढी आफ्नो दुःख सुखको कुरा गर्छ, रमाइलोसँग बसेको देखिन्छ। अनि त्यही ठाउँमा चाहिँ अब लुगा धुनु पऱ्यो भने त्यही ठाउँमा हो, अरू केही राख्नु पऱ्यो भने त्यही हो, सबै खालको कुराहरू त्यहाँ हुने गर्छ। कतिसम्म भनेर भन्दाखेरि अब राति भजन गर्ने होइन, खाना खाएर 6-7 बजे खानासाना खाइसकेपछि त्यहाँ भजन गर्नुपर्छ 8 बजे 9 बजेसम्म होइन। अहिलेको हाम्रो विज्ञानले, हाम्रो डाक्टर साहबहरूले के भन्छ, पेट खाली गरेर सुताउ भनेर भन्छ। 7 बजे खाना खाएर गइसकेपछि अनि त्यो भजनमा 2 घन्टा मजाले गीत गाएर सबै गरेर जाँदाखेरि चाहिँ उनीहरूको आयु लामो हुनुको एउटा मेजर कारण चाहिँ यी भजनका कुराहरू हुन्। त्यति मात्र होइन, एउटा अचम्मको कुरो के छ भने हामीले मान्छे मात्र होइन, इभन जीव जन्तुको पनि विचार गर्दा रहेछन्। यो भक्तपुरको एउटा फोटो हो, यो भक्तपुरको फोटो हो, यो पार्टी राम्रोसँग निहालेर हेरौँ, यो फोटो त्यति राम्रो देखिएन। यहाँनिर अलिक देखिन्छ कि अब यहाँनिर चाहिँ एउटा पाल छ, यो पार्टीको मुनि। यो पार्टीको मुनि चाहिँ यो वास्तवमा त्यो चाहिँ कुकुरहरू बस्नको लागि, हाम्रो भुसिया कुकुरहरू र गल्ली कुकुरहरू हुन्छ नि, उनीहरू बस्ने कहाँ त भनेर भन्दाखेरि उनीहरूलाई बस्नको लागि पनि ठाउँ राखेको हुन्छ त्यो पार्टीको मुनि। त्यहाँभित्र उसले बच्चा पायो, के गर्यो, त्यो सबै त्यहाँभित्र बसेको हुन्छ। त्यो किसिमबाट चाहिँ एउटा सामूहिक रूपमा चाहिँ बस्तीहरू बसाल्ने काम गरेको छ। र अब अर्को चाहिँ भनेको अब इनार, गाई, पानीको लागि होइन, ढल र पोखरीहरू। अब यसमा म धेरै कुराहरू नगरौँ, तर एउटा कुरा चाहिँ मैले भन्नै पर्ने चाहिँ के छ भन्दाखेरि नेवार बस्तीहरूमा अग्लो ठाउँमा बसेपछि पानीको जहिले पनि च्यालेन्ज हुन्छ। अनि त्यो पानी एउटा चाहिँ इनारबाट आउँछ, अर्को चाहिँ हितीबाट आउँछ। यो हितीबाट आउँछ, तर यो इनारमा सबैमा पानी ल्याउनको लागि बस्तीभन्दा माथि पनि पोखरी बनाएको हुन्छ, बस्तीभित्र पनि पोखरी हुन्छ, बस्तीको छेउमा पनि पोखरी हुन्छ। यो पोखरीहरूको काम फरक छ होइन, डिटेलमा यसमा नजाउँ। तर मेन कुरा के हो भने माथिबाट आएको पानीलाई बर्खाको त्यो भेललाई रोक्नको लागि, जस्तो लगनखेलको पोखरी, रानी पोखरीको कुरा गर्ने हो भने, अथवा त्यो के भन्छ त्यहाँलाई के कन्या मन्दिर भएको त्यो इखा पोखरी, इखा पोखरी, त्यो इखा पोखरी, त्यो सबै पोखरीहरू के भने माथिबाट आएको बाढीलाई चाहिँ त्यहाँ रोक्नुपर्छ, बस्ती विकास छ भनेर बनाएको पोखरी हो। यसले रिचार्ज पनि गर्छ, बस्ती पनि जोगाउँछ होइन। त्यसपछि यहाँभित्र भएको पानीले के गर्छ भने यो बस्तीमा आगलागी भयो अथवा हाँस पाल्नु पर्यो, के यी सबै अक्जिलरी कामहरू चाहिँ यो पोखरीहरूले गर्छ। र अनि यो छेउको पोखरीले चाहिँ फेरि सानो पोखरी हुन्छ, त्यो सानो पोखरीले चाहिँ के काम गर्छ भने यहाँबाट बर्खाको पानी एकैचोटि यो भिरबाट तल जान दिँदैन, बफरको काम गर्छ त्यसले, जसले गर्दाखेरि यो पहिरो जानबाट चाहिँ त्यो बस्ती रोक्छ। हाम्रो बस्ती चाहिँ अग्लो ठाउँमा भएको हुनाले। र लास्टमा अब चाहिँ म अलिकति जनसहभागिताको कुरा गर्छु। अघि भने व्यवस्थापन कसरी गर्ने भनेर, व्यवस्थापन गर्नको लागि चाहिँ मूल रूपमा के कुराहरू चाहिँ हामीले प्लान गरेको छौँ। जस्तो एउटा दिउ पूजा भनेर भन्छौँ हामी, देवाली भन्छौँ होइन नेपालीमा, दिगो पूजा। वास्तवमा यो दिगो पूजाको मूल शब्द चाहिँ देवभूम पूजा भनेर भन्छ। दे भनेको देश, नगर, भू भनेको चाहिँ त्यो वन, देशको वनको पूजा, वनको देवतालाई पूजा गर्न जानुपर्ने। त्यो भनेको चाहिँ के भनेर भन्दाखेरि जस्तो यो त्यो बस्तीको सबैको, अब तपाईँहरूले सबैले सम्झनुहोस् आफ्नो चाहिँ देव पूजा कहाँ हुन्छ भनेर एकचोटि सोच्नुहोस्। त्यो प्रायः जसो चाहिँ कस्तो ठाउँमा हुन्छ भनेर भन्दाखेरि, हस् धन्यवाद, त्यो कस्तो ठाउँमा पूजा हुन्छ भन्दाखेरि एउटा खुल्ला चौरमा हुन्छ, अथवा त्यहाँ चाहिँ पोखरी हुन्छ, पोखरीको डिलमा हुन्छ, जे भए पनि प्राकृतिक ठाउँमा हुन्छ त्यो पूजा। यो पूजा गर्ने ठाउँ चाहिँ यसरी हुन्छ, हेर्नुहोस् न,
मूर्तिहरू चाहिँ यसरी हुन्छ, कसैले पनि मन्दिर बनाएको हुँदैन। त्यो मन्दिर बनाउनु हुँदैन भनेर भन्छ। किन मन्दिर बनाउनु हुँदैन भनेर भनेको भने यो प्राकृतिक ठाउँ चाहिँ प्राकृतिक रूपमा नै खुल्ला छोड्नुपर्छ, त्यहाँ मन्दिर बनाउनु हुँदैन भनेर भनेको। नत्र त नेवारहरूले यत्रो ठुल्ठुलो मन्दिर बनाउनले आफ्नो देव पूजा गर्ने ठाउँमा त अझ ठुलो मन्दिर बनाउँथ्यो होला नि त, हुने खानेले सक्नेले होइन। तर बनाउनु हुँदैन भन्छौँ, किनभने प्रकृतिलाई बिगार्नु हुँदैन भन्छ। कतिसम्म भने तपाईँले यो देव पूजाको यो शिलापत्रमा यहाँ देख्नुभयो होला, सानो एउटा पाल हुन्छ, 3 गुणे पाल हुन्छ हो, तपाईँले देख्नु भएको छ होला। त्यो 3 गुणे पालसम्म राखेर के गर्छ भने त्यो हावालाई पनि छेक्नु हुँदैन, कम्तीमा वायु त्यहाँबाट पास हुनुपर्छ, केहीलाई छेक्नु हुँदैन। यो प्रकृतिको जस्तोको जस्तै राख्नुपर्छ भनेर यो बनाएको हो। हुन त अब अनफर्चुनेटली अहिले अब हामीले के गर्यौँ होइन, धेरै कुराहरू बिगारिसकेका छौँ। तर यसको मूल उद्देश्य चाहिँ के हो भने प्राकृतिक क्षेत्रलाई प्राकृतिक रूपमा बचाएर राख्नुपर्छ भन्ने चाहिँ ज्ञान यो देव पूजाले दिन्छ। त्योदेखि बाहेक टोलले सफा गर्नको लागि सिटी नखा अब आउँदैछ होइन। सिटी नखाको बेलामा चाहिँ हामी यसरी इनार सफा गर्ने, टोल मिलेर हिटी सफा गर्ने र अनि त्यसपछि फेरि यो पूजा वसुन्धराको पूजा गर्छौँ। त्यस बेला तपाईँलाई याद छ होला, पहेँलो फुल नभइकन हुँदैन त्यो पूजा गर्ने बेलामा, वसुन्धरा माईको पूजा गर्ने भनेर यसरी पूजा गरेर चाहिँ हामी यो प्रकृतिको संरक्षण गर्ने काम गर्छौँ। त्यो चाहिँ परिवारको र समुदायको लेभलबाट। तर नगरको लेभलबाट व्यवस्थापन गर्नलाई के गर्ने त भन्दाखेरि यो नेवारहरूको कस्तो अप्ठ्यारो जाति छ भने उनीहरूलाई सिधै तैँले यसो गर भनेर भन्यो भने ऊ मान्नेवाला छैन। किन गर्ने भनिहाल्छ, यसो गर्नु पऱ्यो भने किन गर्नु पऱ्यो भनिहाल्छ। तर एउटा यस्तो वातावरण क्रिएट गरिदिन्छ कि उनीहरूले आफै आफ कसैले भन्नै पर्दैन, आफै आफ गर्छ। जस्तो अब यो चाहिँ टोखाको स्वप्न तीर्थ भनेर भन्छ त्यो पोखरी, त्यस यो पुरा जात्रा हुन्छ, सबै रथ ल्याएर यहाँ दौडाउँछ होइन। यो दौडाउनेको कारण त छँदैछ, तर त्यो के यो कसैले भन्नै पर्दैन त्यहाँ जात्रा लैजा भनेर। तर यो जात्रा गर्नको लागि यो पोखरी सफा गर्ने, यहाँको बाटो सफा गर्ने सबै काम टोलले गर्छ। हाम्रो जात्रा आइसक्यो, कहाँ यो टोल फोहोर गरेर राख्ने हो र भनेर चाहिँ आफैले म्यानेजमेन्टको काम गर्छ। त्यहाँ कसैलाई कुचिकार राख्नुपर्ने आदि इत्यादि कहिले हुँदैन होइन। अथवा यो अझै यहाँ मैले फोटो राखिनँ, के भन्छ गहना खोज्ने पोखरीको जात्रा, त्यो छैन, यो हाने गाउँको त हो, यो चाहिँ अर्कै खालको जात्रा हो। यो जात्रा यो चाहिँ के अरे बनेपाको जात्रा हो। यस्तै विभिन्न यो चाहिँ 7 गाउँको जात्रा भनेर किर्तिपुरको, यो त काठमाडौँको भइहाल्यो। अब यो सबै जात्राहरूलाई राम्रोसँग हेऱ्यो भने इट इज मोर टु गो फर सिटी म्यानेजमेन्ट। सिटी म्यानेजमेन्ट कसरी गर्ने भन्दाखेरि सिटी म्यानेजमेन्टको 2टा कुरा छ। एउटा चाहिँ भौतिक सरसफाइ गर्ने, मर्मत समार गर्ने, अर्को चाहिँ मान्छेलाई इन्ट्याक्ट कसरी राख्ने। सबभन्दा च्यालेन्जिङ काम चाहिँ मान्छेलाई इन्ट्याक्ट राख्नु पऱ्यो। अब टोलमा त्यस्तो नजिकै बसेको छ होइन, घर जोडेर सँगै बसेको छ, सँगै बसेपछि अलिकति काचाकुचु परिहाल्छ होइन। बोलचालै नहोला, झगडा हुन्छ, मेरो छोरालाई तैँले के गर्दिस्, मेरो कसलाई के गर्दिस् भन्ने खालका कुराहरू भइरहन्छ। तर अब जब यो जात्रा हुन्छ, त्यो जात्रा आइसकेपछि त्यो रथ बोकेर त जानु पऱ्यो। जाँदाखेरि त आफू एक्लै गएर त भएन, नजिकको अर्को छिमेकी पनि चाहियो। अनि गएपछि अनि हिजोको कुरा छोडिदियो, अब जाउँ, अब रथ त जानु पऱ्यो भनेर होइन, काका भन्नु पऱ्यो कि भतिजो भन्नु पऱ्यो कि के भन्नु पऱ्यो। अनि सबै मिलेर अनि एक ठाउँमा आउँछ। किन एक ठाउँमा पनि आउँछ भने यो जात्रा राम्रो भएन भने आफ्नो टोलको बेइज्जत हुन्छ होइन। टोलको बेइज्जत मेरो ससुरालीको अथवा मेरो ज्वाइँले चाहिँ के भन्ला भन्ने चाहिँ पिर हुन्छ कि उनीहरूलाई। अनि जस्तो तपाईँले पाटनको हुनुहुन्छ भने तपाईँहरूको त्यो मतया भनेर होइन, नेपु जात्रा भनेर गर्ने बेलामा प्रत्येक टोलले पालो पाउँछ हो। प्रत्येक वर्ष एउटा टोलले गर्छ। अनि जुन टोलको पालो पऱ्यो उसलाई के हुन्छ भने हाम्रो त राम्रो गर्नुपर्छ, हाम्रो टोलको योपालि चाहिँ अरू टोल यिनीहरूले यस्तो गरे त्योभन्दा राम्रो गर्ने एउटा कन्स्ट्रक्टिभ कम्पिटिसन चाहिँ त्यहाँ क्रिएट गर्छ, जसले गर्दाखेरि सिटी म्यानेजमेन्टको काम चाहिँ आफै आफ हुन्छ होइन। अझै एउटा उदाहरण दिउँ त्यसको कि पाटनमा पहिला, अब अहिले त चलन नै हरार गइसकेको छ, पाटनमा मच्छेन्द्रनाथको जात्रा चलाउँदाखेरि के भन्छ भने मच्छेन्द्रनाथको जात्रा चलाउनुको लागि त्यहाँको सबै स्ट्राटेजिक पन्डहरू, लगनखेलमा भएको, जालखेलमा भएको सबै पोखरीमा टन्न पानी भरेको हुनुपर्छ भन्छ के। पानी भरेपछि मात्र जात्रा हुन्छ भन्छ। मच्छेन्द्रनाथ जात्रा कहिले हुन्छ? वैशाखमा, सुक्खा टाइममा। पोखरीमा कसरी पानी भर्छ? पोखरीमा पानी भर्दैन।
त्यो पोखरीमा पानी कहाँबाट आउँछ? राजकुलोबाट आउँछ। राजकुलो सफा गर्ने टाइम चाहिँ त्यही टाइम हो जुन बेला सुक्खा हुन्छ। अनि त्यस बेला त्यो राजकुलो सफा गरेपछि त्यो पानी चाहिँ पोखरीमा आएर जम्मा हुन्छ। मैले भने नेवारहरूले कहिले नै सिधा कुरा गर्दैन कि त्यो भन्दैन, त्यो त्यसो गरेर राजकुलो सफा गर भन्दैन। हाम्रो मछेन्द्रनाथको जात्रा चलाउनुको लागि पोखरीमा पानी भर्नुपर्छ भन्छ होइन, पोखरीमा पानी भर्नको लागि राजकुलो सफा गर। अनि त्यो के नुगाटोवा भन्छ के भन्छ त्यहाँ सुन्धारा होइन, पाटनको सुन्धारादेखि लिएर त्यहाँका मान्छेहरू ढोला इटीसम्म गएर चाहिँ राजकुलो मर्मत गर्न जान्छन् होइन। त्यो अब त्यो रिङ रोड बनेपछि त्यो सबै बिग्रियो भत्कायो, त्यो अर्कै कथा हो। तर यस्तो किसिमबाट व्यवस्थापन चाहिँ सहरको व्यवस्थापन राखेको देखिन्छ। यो अघि मैले भनेको टिभीको अष्टमातृका चाहिँ यसरी यो टोलमा बसेको छ 8 कुनामा। अब यो सबै जात्रा चाहिँ यो त अझ पहिला त लडाइँ भइरहेको थियो। लड्नको लागि मान्छेलाई कसरी सिकाउने त? रेगुलर आर्मी त हुँदैन थियो भन्दाखेरि यो जात्रामा राति चानेसिया जात्रा भन्छ, राति चाहिँ चिराग लिएर हुटुटुटुटु जाने सबै खालका कुराहरू चाहिँ काम गरिरहेको हुन्छ। त्यसलाई राम्रोसँग हेऱ्यो भने चाहिँ त्यो युथहरूलाई चाहिँ कम्तीमा भोलि पऱ्यो भने लडभिड गर्नको लागि आफ्नो टोलको आफ्नो गाउँको बस्तीको चाहिँ संरक्षण कसरी गर्ने भन्ने खालको मक टेस्टको रूपमा चाहिँ त्यो जात्राहरूलाई बुझ्न सकिन्छ होइन। त्यसै गरिकन काठमाडौँमा चाहिँ उपाको उन्यौ हुन्छ होइन। काठमाडौँको को हुनुहुन्छ तपाईँहरूलाई थाहा होला। उपाको उन्यौ भनेर चाहिँ गाई जात्रा पछाडि होइन जुन दिन चाहिँ त्यो दिन चाहिँ के हुन्छ, बत्ती लिएर हिजो त्यो गुणकामदेवले स्थापना गरेको जुन सहर छ त्यो सहरको बोर्डर पुरै घुम्नुपर्छ एक चक्कर। जसको घरमा चाहिँ कोही मान्छे बितेको छ उनीहरूले चाहिँ त्यो अनि उसको नातागोताहरू सबै जान्छन्। त्यसो गरेर पुरै भनेपछि त्यो बस्तीमा कहाँ बिग्रेको भत्केको सबै कुरो त देख्छ भने चाहिँ यो बनाउनु पऱ्यो, यो भत्केको चाहिँ संरक्षण गर्नु पऱ्यो जस्ता कुराहरू गरेको पाइन्छ। उपाको उन्यौ भयो। र यसमा घोडे जात्रा, घोडे जात्रा चाहिँ पृथ्वीनारायण शाहले सुरु गरे हो होइन। हाम्रो घोडे जात्रा त हुन्छ, हाम्रो घोडालाई के रक्सी खुवाएर के गर्छ मलाई ठ्याक्क थाहा छैन। तर त्यसैले जोडेर चाहिँ घोडे जात्रा भनेर चाहिँ यो राज्यले प्रायोजित गरेर घोडे जात्रा भनेर चलाएको छ। अनि टुणी खेलमा के हुन्छ, सैनिकको परेड हुन्छ, के हुन्छ हेलिकप्टर उडाउँछ होइन, त्यहाँ के बम पर्छ हुन्छ, रमाइलो हुन्छ। अनि हेर्न जाने हुन्छ। दुःखको कुरा के हो भने त्यो राज्यले प्रायोजन गरेको त्यो घोडे जात्रामा भन्दा त्यसको भोलिपल्ट चाहिँ 5 अरे भनेर चाहिँ जुन जात्रा हुन्छ त्यहाँ मान्छेको पार्टिसिपेसन हुन्छ। हामीले नेवार सभ्यताबाट सिक्नुपर्ने कुरा के हो भने जनताको सहभागिता कसरी गराउने इम्पोर्टेन्ट छ। त्यो देखाएर बल देखाएर फुर्ती गरेर मात्र भएन। मूल कुरो चाहिँ उनीहरूलाई सहभागी कसरी गराउने, त्यो सहभागितामूलक चाहिँ योजनाहरू बन्यो भने हाम्रो सहरहरू सस्टेनेबल हुन्छ, दिगो हुन्छ भन्ने हिसाबले चाहिँ त्यो एक दिन अगाडि त्यहाँ जात्रा हुन्छ, वरिपरि टुणीखेलको वरिपरि चाहिँ मान्छेहरू बसेर हेर्छन् होइन। तर भोलिपल्ट चाहिँ 5 अरे भनेर यो चाहिँ सायद के भन्छ असनको हो। त्यो रातो टोपीवाला एउटा ग्रुप छ, एउटा के भन्छ एउटा अजिमालाई बोकेको हुन्छ, कसैले कङ्केश्वरलाई बोकेको हुन्छ, कसैले के भन्छ त्यहाँको अर्को बोकेको हुन्छ। विभिन्न यो पहेँलो टोपी, रातो टोपी, निलो टोपी उनीहरूले जात्रा गर्छ। तर यत्रो हुँदाखेरि पनि त्यहाँ झै झगडा भन्ने हुँदैन, आफ्नो आफ्नो हिसाबले कम्पिट गर्दै लिएर जाने काम गर्छ। र लास्टमा चाहिँ मैले भन्न खोजेको चाहिँ 3वटा कुरो चाहिँ इम्पोर्टेन्ट रहेछ हाम्रो, यो अलिकति इङ्ग्लिसमा पऱ्यो। त्यसमा चाहिँ एउटा चाहिँ हाम्रो सहरहरू चाहिँ बाँच्न योग्य हुनुपर्छ, लिभेबल हुनुपर्छ होइन। सबै चाहिँ कुनै पनि ठाउँमा व्यवस्थापन गर्ने होइन, आवश्यक सबै कुराहरू चाहिँ त्यहाँ उपलब्ध हुनुपर्छ। दोस्रो कुरो चाहिँ त्यो आफैले व्यवस्थापन गर्ने त्यहाँको सहभागिताको कुराहरू हुनुपर्छ। त्यो प्रोसेस कुन किसिमबाट गरेको छ भन्ने इम्पोर्टेन्ट छ। र अझ पार्टिसिपेसनको कुरो भनेको त्यो मान्छेको सहभागिता भइसकेपछि द्याट बिकम्स मोर भाइब्रेन्ट र सहर चाहिँ एउटा जीवन्त सहर हुन्छ। काठमाडौँ उपत्यका होइन, विभिन्न सहरहरू तपाईँहरूले त्यो फेसबुकदेखि लिएर सबैमा देख्नुभयो होला। प्रत्येक पत्रपल्ट अहिले त जात्राहरू यति राम्रोसँग चाहिँ त्यो भिडियोग्राफी गरेर राखिदिएको छ होइन, धेरै कुराहरू देख्न सकिन्छ। तर यसको मूल मर्म भनेको हाम्रो सहरलाई व्यवस्थापन गर्ने हो। र त्यो व्यवस्थापन गर्न सकियो भने हामीले हाम्रो सहरलाई अझ जीवन्त, अझ लाइभली बन्न सक्छ
भन्ने नै यसको मेसेज हो। धन्यवाद। आजका स्रोत व्यक्तित्व श्री पद्मसुन्दर जोशीज्यूलाई धेरै धेरै धन्यवाद। यहाँले धेरै महत्त्वपूर्ण कुराहरू, कतिपय कुराहरू थाहा भएको, कतिपय कुराहरू थाहा नभएको है, कतिपय कुरा हो है भन्ने जस्तो लागेको कुराहरू चाहिँ हाम्रो मनमा रहेको कुराहरू उहाँले खुलस्त पारिदिनु भयो। त्यसको लागि मुरी मुरी धन्यवाद। यससँगै अब यहाँहरूको माझमा केही जिज्ञासा या केही प्रश्नहरू छन् भने म सोध्नको लागि यहाँलाई अनुरोध गर्दछु। ओके, आज पहिला है। नमस्ते, मेरो नाम आदित्य शिवाकोटी। म जन्मेको बालकोटमा साथीसँग प्रायः सबै भक्तपुरमा जात्रा टिभीको सिद्धुर जात्रा खुब गइन्थ्यो। सयना मिठो लाग्ने भोज मलाई मान्छे चाहिँ अब पाउनु पऱ्यो है, उसको अनुसारले भोज साह्रै मिठो लाग्ने जात्रामा गएँ। तर जुन हिसाबले प्लानिङ के हो जस्तो लाग्यो, हजुरले यस्तो मजाले कन्टेक्स्ट बुझाउनु भयो कि जुन मैले 21 वर्ष बालकोटमा बसेर नसिकेको कुरा एकदमै हुन्छ नि, त्यो सिक्ने अनुभव अहिले पाएँ। एकदमै धन्यवाद छ हजुरलाई। मेरो सानो एक दुईवटा जिज्ञासा चाहिँ के सम्बन्धित थियो भन्दाखेरि, जस्तै हजुरले यो टाउन प्लानिङ सोचमा कसरी बनाए भन्ने हिसाबमा, जस्तै सानो ठाउँमा नजिकैसँगै बसिएको थियो, त्यो अर्को चाहिँ एउटा जस्तै हुन्छ नि भुइँचालोहरू आउने कारणले गर्दाखेरि जस्तो घरहरू टाँसिएका हुन्छन्, घरको स्ट्रक्चर फरक हुन्छ। अब हुन त पहिला हामी परालका घरबाट ढुङ्गाका घर अनि अलिकति अब कन्क्रिटमा त्यो अनुसारले आयो होइन। सो त्यसको कन्सेप्ट के थियो? र अर्को एउटा कुरो चाहिँ मलाई मनमा साह्रै बेला के लाग्दैन, भक्तपुरमा यो जुन पान्तले मन्दिर माथि छ, यो जस्तो माथि पान्तले छ यो तल पनि त्यसरी नै पान्तले बनाएर आएको हो भने मलाई विश्वास लाग्दैन थियो। तर हो कि होइन त भन्ने। तर अनि यो किनभने पछि गएर जुन यो भुइँचालो ठुलो आएको 2015मा हाम्रो लागि अब त्यो भक्तपुरमा भएको कतिपय घरहरूलाई अलिकति अब हुन्छ नि नोक्सान पुग्यो उसको हिसाबमा। तर अब त्यो पान्तले मन्दिरलाई लागेसम्म केही पनि भएन कि। अनि त्यो हाउ वाज दिस पोसिबल कि जब अहिले बनाएका भवनहरू भत्किन्छन् जान्छन्, तर त्यो कुन समयमा बनिएको थियो त थाहा भएन। तर अब त्यो स्ट्रक्चरको आइडिया के थियो हुन्छ नि होइन, अलिकति पिरामिड त्यसमा चाहिँ अलिकति के कसो हुन्छ, हजुरले अलिकति सेयर गरिदिनुहुन्थ्यो भने त्यो सम्बन्धी इन्फर्मेसन। पहिलो कुरो चाहिँ हाम्रो बस्तीहरूको घरहरूको कुरा गर्नुभयो नि तपाईँले। अब गएको 2015को अर्थक्वेकको कुरा गरौँ न होइन। अर्थक्वेकमा काठमाडौँ उपत्यकाले सबभन्दा ठुलो लस चाहिँ त्यहाँको हेरिटेज बिल्डिङहरू लुज गर्यो है। त्यो हेरिटेज बिल्डिङहरू धेरै भत्क्यो। त्यो भत्किनुको म त्यस बेला चाहिँ युएन हेबिटेटमा काम गर्थेँ। त्यो सबै एकदम नजिक बसेर के कारणले भयो त भनेर हेरेको थिएँ। त्यो धेरैले के भन्यो भने यो ढुङ्गा माटोको इँटा माटोको घरहरू यो त्यसैले भत्क्यो, बनाउनु पर्ने के रहेछ भन्दाखेरि ढलान गरेको घर भन्ने खालको कन्सेप्ट पर्यो। वास्तवमा त्यो चाहिँ सही थिएन। भएको चाहिँ के भने घरहरू त भत्केको हो। म तपाईँको ठ्याक्क त्यो न्याता पोलोमा पनि आउँछु, त्योसँग जोडिएको छ कुरो। भत्केको थिएन, भत्किँदैन थियो। त भत्कनुको कस्ता घरहरू भत्किए भने 3 खालका घरहरू भत्किए अथवा 4 खालको। एउटा खालका कस्तो घर भत्किए भने ती घरहरूलाई राम्रो मेन्टेनेन्स गरेको थिएन। किन मेन्टेन गरेन त भने घर भने मान्छे जस्तै हो कि रेगुलर मेन्टेनेन्स चाहिन्छ त्यसलाई। अब किन भत्कियो भनेर भन्दाखेरि घरको मेन्टेन गरेन। किन मेन्टेन गरेन त आफू बस्ने घर भन्दा अब हाम्रो के भयो भने एउटा घर बाउको घर 3 जना छोराहरूको पऱ्यो होइन। अब त्यो घर बिस्तारै अब घर सानो भयो, एकजना माइग्रेट गरेर बाहिर अर्को बाहिर गएर बालकोटमा घर बनाउनु गयो ठुलोबाट, अर्को मान्छे चाहिँ गएर डेरामा बसेछ, अर्को बस्यो, ठुलो दाइ त्यहाँ बसेको छ त्यो घरमा। अब घर त तिनैको अंश लाग्छ। अब अलिकति पैसा नभएर ठुलो दाइ बस्या होला त्यहाँ, ऊ पैसा छैन उसले गरेन, त्यसमाथि गऱ्यो भने पनि सबैको अंश लाग्छ। मैले किन गर्ने, अलिकति पैसा छ भने ऊ गरौँ भन्ने होला। जो बाहिर घर बनाएर बसेको छ उसलाई मतलब भएन होइन। त्यो कारणले घरहरू मेन्टेन भएन एउटा कारण। दोस्रो कारण के हो भने धेरै ठाउँमा घरहरू, खास गरेर पाङ्गाको घरहरू मैले अब्जर्भ गरेको थिएँ। पाङ्गाका डकर्मीहरूले हाम्रो घर बनाएको तर पाङ्गाका घरहरू सबै चाहिँ त्यो हामी प्यानकेक फेलियर भन्छौँ कि झ्याप्प गरेर बस्यो।
के भयो भने त्यहाँका डकर्मीहरूले नयाँ कन्क्रिटको कुरो त बुझेनन्। उनीहरूले आफ्नो 4 तल्ले पहिलाको घरमाथि चाहिँ ढलान गरेर अर्को 2 तल्ला थपे। अब तपाईँ लोडमाथि थप्ने त्यो पनि ढलान हेभी थपेर अनि त्यसपछि तलको हल्लिँदाखेरि त झ्यारप्प गयो। दोस्रो कुरो तेस्रोका अर्को कारण के थियो भने 3 जना एउटा घर 3 जना दाजुभाइ अथवा 2 जना भनौँ, दाइले चाहिँ पुरानै घर राख्यो, भाइले चाहिँ भत्काएर अग्लो बनायो। अब घर भने त सिङ्गो स्ट्रक्चरले त बनाएको हुन्छ नि, आधा गरेर चाहिँ डल्लै नाता काटेर बनाइसकेपछि त्यो बलियो भएन अनि पुरानो घर भत्क्यो। यस्तो कारणले चाहिँ धेरै घर भत्केको थियो त्यस बेला होइन। अब त्यसको मतलब त्यो भुइँचालोमा त्यो घरहरू भत्कँदैन भन्ने होइन, तर धेरै हदसम्म किन भत्कँदैन भने त्यस बेला हामीले बनाउने टेक्नोलोजीको कुरो पहिला काठ यस्तो किसिमबाट युज गरेको हुन्छ। रिसेन्टली एउटा स्टडी गरेको छ, एउटा नेवारको घर पुरानो परम्परागत घरमा काठको प्रकार मात्र 100 थरीका जोइन्ट होइन काठहरू हुन्छन्। नाम मात्र 100 थरीको नाम छ, काठका नामहरू। ढोकामा राख्नेलाई के भन्छ, ढोकामाथि राख्नेलाई के भन्छ, खापा भयो त्यसको पछाडि के भन्छ भन्ने 100वटा भन्दा बढी नामहरू छ। त्यो अनुसारको हाम्रो डकर्मी सिकर्मीहरू हामीले लुज गर्दै गयो, ज्ञान हाम्रो हराउँदै गयो। त्यो अर्को कारण हो। अब आउनुहोस् त्यो उसमा जाउँ, के अरे न्यातापोलो होइन। म अस्ति लेख्दै थिएँ, मैले त्यो छैन न्यातापोलोको कुरो र उसको के अरे धरहराको कुरा गरौँ न। धरहरा प्रत्येक भुइँचालोमा ढल्या छ, न्यातापोलो प्रत्येक भुइँचालोमा बचिया छ, किन होला होइन? सिम्पल क्वेसन गर्नुपर्ने हामीले त्यही त हो नि। तपाईँलाई थाहा छ न्यातापोलोको के अरे वर्षगाँठ मनाउँछ, थाहा छ कि छैन? भक्तपुरको कोही हुनुहुन्छ भने उहाँहरूलाई बुसादाम भनेर भन्छ, वर्ष दिन मनाउँछ। त्यो भनेको वर्षवर्धन, बुसादाम भनेर नेवारीमा भन्छ, भनेको चाहिँ वर्षवर्धन। वर्षवर्धन भनेको चाहिँ के हो भने वर्ष दिनभरिको मेन्टेनेन्स गर्ने दिन, डेटै छ, अहिले पनि मनाउँछ त्यहाँ। त्यसमा कुमालेहरूले के गर्नुपर्ने होइन, गुर्जुले के गर्नुपर्ने, कर्मचारीले के गर्नुपर्ने, अनि त्यसपछि त्यहाँको त्यो के भन्छ अर्को अवालहरूले के गर्नुपर्ने, सबैले गर्नुपर्ने, तलदेखि माथिसम्म निरीक्षण गर्छ र प्रत्येक वर्ष त्यसको मर्मत सम्हार गर्छ। हाम्रो शरीर त मर्मत सम्हार गरेन भने भोलि होइन कहिले प्रेसर हाई हुन्छ, कहिले के हुन्छ, गुल्टिन्छ। अब त्यो नगर्ने। अनि धरहरा बनाइदिएको छ, त्यो एकचोटि बनाइदिएपछि भीमसेन थापाले बनाइदिए भन्नु बसेर त्यो हुँदैन। प्रत्येक वर्ष त मेन्टेनेन्स गर्नु पर्थ्यो, गरिएन, त्यो गयो। यो त्यसैले गएन। त्यसैले त्यो जति फिजिकल कन्स्ट्रक्सन इम्पोर्टेन्ट छ त्यसको मेन्टेनेन्स त्यत्तिकै इम्पोर्टेन्ट छ। त्यो अर्को मेसेज हो होइन। त्यसैले यो न्यातापोलो चाहिँ बस्यो। अब तपाईँले स्ट्रक्चरको कुरा गर्दाखेरि हो, त्यो तलदेखि फाउन्डेसन यसरी बनाएको छ, त्यो मन्दिर चाहिँ साँच्चै त्यो त्यसमाथि 6 महिनामा बनाएको थियो। क्यान यु इमेजिन होइन? 6 महिनामा बनाएको थियो मन्दिर। त्यो कति मान्छे मोबिलाइज गरेर कस्तो गर्यो होला भन्ने खालको। एउटा मान्छे त त्यहाँ कथा पनि छ, एउटा मान्छे चाहिँ त्यो बिहानै काममा जाने, बेलुकी आउने, त्यो मन्दिर बनेकै थाहा पाएन छ। ओहो यहाँ मन्दिर बन्यो भनेर थाहा पाएर भन्नुभन्थ्यो। त्यस्तो किसिमबाट बनेको कथाहरू छ। ओके, त्यो भयो। अरू क्वेसन कसैको कि? नमस्ते, मेरो नाम उपेन्द्र सापकोटा है। फुल डिस्क्लोजर के भने जति बेला सर चाहिँ पिएस सर केबिएमपीको एक्जिक्युटिभ नेपाल डिरेक्टर हुनुहुन्थ्यो, त्यति बेला चाहिँ हामी चाहिँ उहाँकोमा इन्टर्न गर्नु गएको थियो। हामी चाहिँ अब उहाँ यङ हुनुहुन्थ्यो भने हामी बच्चे थियौँ। तर इट स्पिक्स कि अब सरले चाहिँ त्यति बेला हामीले जे एउटा प्रपोजल लिएर गएको थियौँ त्यसलाई चाहिँ एउटा सपोर्ट गरिदिनु भयो। र त्यो सरको एउटा त्यो त्यसले एउटा पर्सनालिटी पनि देखाउँछ कि मतलब यङ जेनेरेसनलाई केही गराएर केही गर्न सकिन्छ भन्ने किसिमको सपोर्ट गर्नु। हाम्रो सायद काम पनि ठिकठाक राम्रै गरेको थियौँ त्यति बेलामा। मलाई चाहिँ अब म चाहिँ प्रोफेसर म्युनिसिपल प्लानिङको त्यो अलिकति खुद्दिल लाग्यो। 1-2वटा कुरा चाहिँ अलिकति थप्नु। जहिले पनि एउटा नेवारी यो सरहरू चाहिँ अब कलेज पढ्दादेखि नै नेवारी सरले पढ्नु, त्यसपछि फर्दर पढ्दै गयो। जहिले पनि यो सुन्दाखेरि चाहिँ केही नयाँ कुरा जहिले पनि सिकिन्छ होइन। अनि यसमा मलाई अलिकति सरले रेफरेन्स दिनुभयो पनौतीको, अनि त्यसपछि त्यो खर्चको प्लानहरू। पनौतीमा कन्सन्ट्रेक्स सर्कल नभए पनि त्यसमा इन्ट्रेस्टिङ कुरा के छ भने त्यो ढुङ्गामा बसेको छ। एकातिर चाहिँ रोसिबोला छ, अर्कोतिर चाहिँ पुण्यमाता छ र बिचमा पनौती छ। र
र पनौतीको तर अलिकति इस्टतिर गएर खोपासी छ होइन, त्यो चाहिँ फाँट छ। सो त्यो ठाउँ पनि नेवारहरूले अन्त त्यो बेलामा जुन बस्ती बनाए थियो कन्सियसली नै बनाए र इन्ट्रेस्टिङ कुरा के होइन, यहाँ भुइँचालोको कुरा गर्नुभयो होइन, 2014-15को भुइँचालोमा धेरै नेवार बस्तीहरू चाहिँ दे सफर्ड लट होइन, तर पनौतीमा धेरै चाहिँ भएन। अनि तर मलाई सरलाई सोध्नु मन लागेको कुरा चाहिँ सरले हिटीमा चाहिँ धेरै कुराहरू गर्नुभएको छ। अनि त्यो हिटीको कुराहरू चाहिँ अलिकति यहाँ छुट्या हो कि त्यसमा चाहिँ किन छुट्याउनु पर्छ कि इकापुको कुरा गर्नुभयो, इकापुकोदेखि तलसम्म आएर त्यहाँ धेरै हिटीहरू छ, त्यसको बारेमा अलिकति छोटो केही भनिदिनु भयो भने रमाइलो हुन्थ्यो। हस्, धन्यवाद। नेपालमा के भन्ने गर्छन् भने कुनै साइन्टिफिक प्रुफ त मसँग छैन होइन, सुनेकै कुरा हो। 2वटा बस्ती चाहिँ चट्टानमाथि बसेको छ, ढुङ्गामाथि होइन कि चट्टानमाथि ठुलो रक बेडमा चाहिँ बसेको छ। एउटा भनेको पनौती, अर्को चाहिँ कीर्तिपुर होइन। गएको भुइँचालोमा पनि कीर्तिपुरमा माइनर मात्र ड्यामेज भएको छ, खासै त्यो पाङ्गामा भएको छ, नगाउँमा भएको छ होइन, वरिपरि सबैतिर भएको छ, तर कीर्तिपुरमा भएको छैन। त्यो चाहिँ त्यहाँको त्यो जियोलोजिकल फर्मेसनको कारणले हुनुपर्छ जस्तो लाग्छ। अब हिटीको बारेमा मैले किन नबोलेको भन्दाखेरि अब कति त्यो हिटीकै मात्र कुरा गर्नु, नयाँ कुरा पनि गर्नु भनेर हो होइन। अब हिटी भनेर भनेको चाहिँ ढुङ्गेधारा तपाईँहरूले बुझ्दाखेरि, तर म त्यसलाई ढुङ्गेधारा भन्दा पनि हिटी नै भन्न रुचाउँछु। त्यसको कारण छ किनभने ढुङ्गेधारा भन्दाखेरि त्यो ढुङ्गाबाट पानी निस्कने डुन्डलाई मात्र बताउँछ। हिटी भनेको एउटा सिस्टम हो होइन, त्यसमा राजकुलोदेखि लिएर पोखरीदेखि लिएर आकोफर, अन्डरग्राउन्ड आकोफर भने जमिन मुनिको जल भण्डार, त्यहाँबाट कसरी पानी ल्याउने होइन, त्यो धेरै यति साइन्टिफिक छ। त्यो किसिमबाट चाहिँ पानीको व्यवस्थापन गर्ने भन्नुहोस् न। आजको त्यो जमानामा भन्दाखेरि मङ्गलबजारको छेउको मङ्ग हिटीको शिलापत्रमा लेखेको डेट मात्र 570 AD। तपाईँ अमेरिकामा बसिराख्नु भएको छ होइन। 570 AD-मा मानदेवको नाति भारवीले 570 AD-मा त्यो हिटी बनाएको। त्यस बेला त्यो ज्ञान थियो। त्यसमा अब इन्जिनियर कतिजना हुनुहुन्छ यहाँ मलाई थाहा छैन। हामीलाई अचम्म लाग्ने कुरो के हो भने हामीलाई यहाँबाट यहाँसम्म स्लोप कति भनेर नाप्नलाई अहिले त्यो ठेडो लेबलिङ मेसिन चाहिन्छ। तिनीहरूले कसरी गर्यो होला, जमिन मुनि 12, 15, 20 फिट मुनिबाट चाहिँ त्यो काठको डुँड बनाएर त्यसमा पानी बगाउने काम गर्थ्यो। अनि पछि गएर मल्लकालमा चाहिँ त्यो माटोको टेराकोटाको डुँड बनाएर होइन, गटर बनाएर पानी ल्याउने गर्थ्यो। त्यो गजबै खालको इन्जिनियरिङ छ होइन। त्यसको बारेमा मैले अगाडि पनि यो के हाम्रो वर्ल्ड नेवा अर्गनाइजेसनमा एउटा पहिला प्रेजेन्ट गरिसकेको हुनाले मैले अहिले त्यति धेरै उठाउन खोजिनँ। तर त्यो हिटी भनेको अर्को एउटा नेपालीहरूले गर्व गर्न लायक सिस्टम हो होइन। त्यो जहाँबाट त्यो हिटी ढुङ्गेधारा भनेको चाहिँ हामी नेवार भाषामा हिटी मङ्गवा भन्छौँ कि। हिटी मङ्गवा भनेर भनेको चाहिँ हिटी मकरा भनेको। त्यो भनेको के भने जस्तो तपाईँले हिटी देख्नुभयो भने जहाँ पनि त्यो एउटा साँप जस्तो गोही जस्तो यस्तो एउटा सेप देख्नुहुन्छ नि होइन, जहाँ पनि निस्कने ठाउँमा त्यो वास्तवमा चाहिँ गोही हो। त्यो गोही किन बनाएको भन्ने कुरो फेरि अर्को इन्ट्रेस्टिङ कुरो छ। त्यो गोही किन बनाएको भनेर भन्दाखेरि पानी हामीले बिहान नुहाउँदाखेरि के भन्छौँ हामी, गङ्गाको नाम दिन्छ। पानी भनेको गङ्गा हो, खोला होइन, नदी। त्यो नदी त्यहाँ बगाएको हुनाले गङ्गालाई रेस्पेक्ट गर्नलाई आइकोनोग्राफिक रूपमा चाहिँ त्यो गङ्गालाई रेस्पेक्ट गर्नलाई गङ्गाको वाहन के हो त, गोही हो। त्यसैले त्यो गोहीको सेप राखे, जे राखे पनि गोहीको सेप चाहिँ त्यहाँ राखेको हुन्छ। कतिपय ठाउँमा अझ डेकोरेट गर्नलाई कहीँ साँडेको टाउको होइन, विभिन्न खालको कुरो राखेको देख्नुहुन्छ, तर गोही चाहिँ हुन्छ नि। त्यो गोहीको मतलब के हो भने त्यो गङ्गालाई रेस्पेक्ट गर्नुपर्छ भनेर त्यो ढुङ्गेधारामा चाहिँ गोही राखेको हुन्छ। अनि त्यसको मुनि फेरि एउटा खोपामा, त्यो धाराको ठ्याक्कै मुनि चाहिँ खोपामा देउता राखेको हुन्छ। कुनै चाहिँ सङ्घ फुकेको देउता देख्नुहुन्छ तपाईँले, त्यो देउता होइन, त्यो चाहिँ भगीरथ हो। उसले भन्न खोजेको के भने यो हिटी बनाउन कति गाह्रो छ भने जति भगीरथले चाहिँ स्वर्गबाट मर्त्य लोकमा चाहिँ उसको श्राद्ध गर्नको लागि पानी ल्याउनुको हामीले भगीरथ प्रयास भन्छौँ नि होइन नेपालीमा। त्यो भनेको इङ्ग्लिसमा चाहिँ हर्कुलियन टास्क भन्छौँ। एकदम गाह्रो, त्यत्तिकै गाह्रो छ हिटी बनाउनु भने। त्यो बुद्धि चाहिन्छ, बल चाहिन्छ, धन चाहिन्छ, सबै चाहिन्छ भनेर चाहिँ त्यो
त्यो सिम्बोलिक रूपमा चाहिँ हामीले त्यहाँनिर भगीरथ राखेका हुन्छ। तर कतिपय ठाउँमा भगीरथ पनि हुँदैन, फेरि एउटा यत्रो रेस्लर पहलमानको मूर्ति राखेको हुन्छ, यत्रो भुँडी भएको होइन, पहलमान राखेको हुन्छ। त्यो पहलमान राखेर चाहिँ किन त भनेर भन्दाखेरि खास गरिकन अघिल्लो कालमा चाहिँ जमिन मुनिको रक्षा गर्ने देवताको रूपमा, रक्षकको रूपमा चाहिँ हामीले यक्षलाई मान्छौँ। तपाईँले सुन्नुभएको होला नि त्यो महाभारतमा यक्ष प्रश्न भनेर होइन, त्यो पाण्डवहरूले जसले पानी खानु गए पनि यक्षको प्रश्नको जवाब नदिएपछि सबै मर्छन् त्यहाँ होइन। हो, जमिन मुनिको रक्षक भनेको चाहिँ यक्ष हो। यक्षको पर्मिसन बिना हामीले त्यो पानी पनि खानु हुँदैन भनेर यक्षको मूर्ति चाहिँ त्यहाँ राखिदिएको होइन। यस्ता खालका त्यो आइकोनोग्राफिक कुराहरू पनि छ। त्यो चाहिँ हिती बनेको छ। हिती चाहिँ साँच्चै नै एउटा यस्तो खालको हाम्रो पूर्वाधार हो जसलाई अहिले अब म लगायत हाम्रो एउटा ग्रुप चाहिँ हामी त्यसलाई कन्जर्भेसन गर्नु पऱ्यो भनेर लागिरहेछौँ। यहाँबाट फर्कने बित्तिकै अहिलेको के भन्छ कार्यवाहक मेयरले डाक्नु भएको छ, सुन्धारा बनाउनु पऱ्यो, सुन्धारामा पानी झार्नु पऱ्यो भन्नुभएको छ। अब हामी गएर काम गर्छौँ। मलाई जहाँसम्म लाग्छ त्यो हामी हाल्न सक्छौँ। त्यो कस्तो हो भने जमिन मुनि आकोफर हुन्छ। आकोफर भन्दा जल भण्डार हुन्छ। त्यो भनेको के भने जमिन हाम्रो छ नि लबुयावल भन्छ नि नेवारीमा, पानी उम्रेर आयो भन्छौँ नि। त्यस्तो जमिन मुनि विभिन्न ठाउँमा अब त्यो एउटा साइन्स चाहिँ अहिलेसम्म मैले भेटाएको छुइनँ। पक्कै हाम्रो पूर्वजले चाहिँ त्यो जमिन मुनि कहाँ कसरी पानी बस्छ भन्ने ज्ञान चाहिँ उनीहरूसँग छ। त्यो साइन्स चाहिँ उनीहरूले जानेको थियो। अब हामीले भेटाएको छैनौँ होइन। त्यो खोज्यो भने मेरो विचारमा त्यो भेट्टाउनु सकिन्छ जस्तो लाग्छ। त्यो जमिन मुनि जहाँ पानी पाउँछ भन्ने कुरो थाहा पाइसकेपछि त्यो पानी उम्रेको पानीलाई चाहिँ कसरी कलेक्ट गर्ने भनेर एउटा चाहिँ उनीहरूले नाभि मण्डल भनेर बनाउँछ। हामी अब इन्जिनियरहरूले इन्टेक स्ट्रक्चर भन्छौँ, तर उनीहरूले नाभि मण्डल भन्छ। त्यो नाभि हाम्रो पेटको नाभि जस्तै सट्ट माथि पानी आउने एउटा सिस्टम हुन्छ, त्यस्तो बनाएको हुन्छ। अनि त्यो बनाउने पनि त्यो एकदमै साइन्टिफिक तरिकाले बनाएको हुन्छ। त्यो त्यहाँबाट पानी झार्दै झार्दै अनि त्यो गटर बनाएर ल्याउँदै गरेर अनि त्यसपछि जहाँ बस्तीमा जहाँ चाहिएको हो त्यहाँ चाहिँ ग्राभिटी फ्लो गरेर अनि त्यहाँनिर चाहिँ खाल्डो खनेर अनि त्यसैले हामीले हितीलाई गाई हिती भनेर भन्छौँ नि। हिती मात्र भन्दैनौँ कि नेवारहरूले गाई खाल्डोको हिती भनेर भन्छौँ। गाई हिती त्यसरी बनाउने चलन हो। त्यो जमिन मुनिको पानी हो। अनि त्यो जमिन मुनिको पानी पनि निरन्तर आइरहोस् भनेर कतिपय ठाउँमा, सबै हितीमा त होइन, कतिपय ठाउँमा चाहिँ त्योभन्दा माथितिर पोखरी बनाएको हुन्छ। पोखरीले बिस्तारै रिचार्ज गर्छ। जमिन मुनि त त्यो खोला बगे जस्तो पानी बग्ने त होइन, जमिन त्यो माटोको छिद्रहरूबाट बिस्तारै बग्ने हो। अनि त्यो माथिबाट पानी जम्मा गरेर आकाशबाट परेको पानी अथवा राजकुलोबाट ल्याएको पानीले पोखरी भरिसकेपछि त्यो पोखरीले बिस्तारै सिञ्चन गर्छ। जस्तो अहिले तपाईँलाई बताइदिइहाल्नु, तपाईँलाई थाहा नहुनसक्छ। पाटनमा हाम्रो ललितपुरको मेयर साहबले चाहिँ लगनखेलको पोखरी, सप्तपाताल पोखरी चाहिँ बनिसक्यो। अब यहाँबाट जाने बित्तिकै अब म फर्किने बित्तिकै त्यहाँ उद्घाटन गर्ने, डेट फिक्स गर्ने भनेको छौँ। त्यो ठुलो पोखरी बनाएको छ त्यहाँ होइन। अनि त्यसलाई चाहिँ टिका भैरवदेखि ल्याएको राजकुलो जोड्ने भनेर आधा काम चाहिँ भइसकेको छ। माथि त्यो के भन्छ सुनाकोठीसम्मबाट चाहिँ राजकुलो ल्याइसकेको छ, त्योभन्दा माथिको काम गर्न बाँकी छ। त्यो कामहरू अहिले नेपालमा चाहिँ धेरै राम्रो कामहरू अहिले अगाडि बढिरहेको छ। हजुर, सुन्दाराको त एकदमै प्रश्न छ। सुन्दाराको चाहिँ न्याखेबाट आएको। न्याखे भन्ने थाहा छ होला यहाँलाई? पाटन औद्योगिक क्षेत्रको ठ्याक्क पछाडि होइन, ढलोक कारखाना थियो पहिला, अहिले पनि छ। अहिले त्यो के भन्छ यो सिएहरूको एउटा बिल्डिङ बनाएको छ, ठुलो बिल्डिङ बनाएको छ, त्यहाँ न्याखे भनेर भन्छ। त्यहाँबाट पानी लगिराखेको हो। तर पाटन औद्योगिक क्षेत्रले पानी तानिदिँदाखेरि चाहिँ त्यो सुन्धाराको पानीमा चाहिँ प्रब्लम भइरहेछ। त्यसमा चाहिँ त्यहाँका लोकलहरूले धेरै नै काम गरिसकेको छ। त्योभन्दा ठुलो नि, त्योभन्दा के त्यो वाटर रिचार्ज भयो, सोर्स अफ वाटर निस्क्यो, त्योभन्दा पनि ठुलो कुरा चाहिँ अध्ययनको विषय मलाई के लाग्छ भन्दाखेरि त्यो ड्रेन कसरी हुन्छ। यसको साइन्स चाहिँ के हो? ड्रेन साइन्स त्यही नै हो होइन। सिम्पल, पानी अग्लोबाट त होचोतिर बग्छ होइन, सिम्पल त्यति नै हो। त्यसमा फरक के हुन्छ भनेर भन्दाखेरि प्रायः जसो हितीको मुनि बस्ती बिचमा त होइन, भक्तपुरमा त बस्ती बिचमै पनि, बस्ती बिचमा
त्यो हिटीबाट निस्केको पानी फेरि एउटा पोखरीमा जम्मा गर्छन् उनीहरूले। त्यसलाई उनीहरूले इतिपुखु भन्छ। इतिपुखु, हिती भन्ने शब्द वास्तवमा इतिबाट आएको हो होइन। इतिलाई अप्पर बाउन्स भएर हिती भएको हो। इतिपुखु भन्छ भने त हितीको पानी जम्मा भएको पोखरी भन्छ। जस्तो तपाईँले नागपोखु भने, यदि भक्तपुरको तपाईँलाई थाहा छ भने, त्यो नागपोखरीमा लाई इतिपुखु भन्छ उनीहरूले। त्यहाँबाट ढुङ्गेधाराबाट पानी आउँछ, आइसकेपछि त्यो प्रयोग गरेको पनि गरेर त लिएर गएको त गयो, अरू सबै पानी बगेर त्यो पोखरीमा जम्मा हुन्छ अनि त्यो पोखरीको पानी पनि विभिन्न कामको लागि प्रयोग गर्छ। एक दोस्रो, कतिपय ठाउँमा चाहिँ जस्तो आल्को हिटी भएको के अरे पाटनको कुरा गर्ने भने आल्को हिटीबाट निस्कने बित्तिकै त्यहाँ पनि एउटा सानो पोखरी छ। अनि म केटाकेटीमा स्कुल जाँदाखेरि कहिले कहिले त्यो बाटो हिँड्थेँ। अनि त्यहाँ चाहिँ किसानहरूले तलबाट तरकारीहरू किनेर ल्याएर के अरे उखेलेर ल्याएर बेच्नको लागि त्यो पोखरीमा चाहिँ त्यो पखाल्ने काम गर्थ्यो। तपाईँको घर त्यतै नजिकै होला जस्तो लाग्यो। पखालेर अनि त्यसपछि लगेर खापरमा राखेर बेच्न लाने काम गर्थ्यो त्यो। अनि त्योदेखि बाहेक चाहिँ त्यो पोखरीमा पानी जम्मा गरिसकेपछि नजिकै खास गरिकन तरकारीमा पनि लसुनलाई अलि बढी पानी चाहिन्छ। अनि वरिपरि लसुनको बारी हुन्छ कि त्यहाँ, किनभने त्यो पानी चाहिँ कन्टिन्युसली एभाइलेबल हुने भयो होइन। लसुनको बारीमा पानी दिन्छ। त्यसरी खेर त केही पठाउँदैन, सबै एउटा पछि अर्को, अर्को पछि अर्को। अनि त्यो जानको लागि निकास चाहिँ ठुलो हुन्छ। जसरी पानी आउने डुन त यत्रो मात्र हुन्छ, यो 8 to 10 सेन्टिमिटर। अब यहाँ भन्दाखेरि त्यो 4.5 इन्ची 5 इन्चीको मात्र डुन हुन्छ, यत्रो मात्र हुन्छ। त्यसबाट मजाले पानी आउँछ। अनि निस्कने बेलामा चाहिँ त्यो अलिकति ठुलो, किनभने त्यहाँ चाहिँ त्यो हिलो सिलो पनि परिसकेको हुन्छ, त्यो जाम होला भन्ने डर हुन्छ। धेरै ठाउँमा त्यो जाम हुने समस्याहरू पनि भइरहेको छ अहिले। अरू केही पानीको फिल्टरेसनको लागि पनि केही टेक्निक छ कि के, अथवा चाहिँ पानीको धेरैले पानीको फिल्ट्रेसनको कुरा गरेको छ होइन। कतिपय लेखा हाम्रो तपाईँले चिन्नुहुन्छ, प्रयागराज जोशी चिन्नुहुन्छ भने पाटनको, उहाँले चाहिँ यस्तो फिल्टर सिस्टम राख्छ भनेर भन्नुभएको छ। मेरो विचारमा चाहिँ छैन, फिल्ट्रेसन छैन। किनभने हाम्रो जमिन मुनिको पानी यति सफा छ होइन, सफा छ। त्यसैले त्यति ठुलो समस्या चाहिँ फिल्ट्रेसनको छैन। र फिल्ट्रेसन मैले देखेको छुइनँ। तर देखेको छैन भन्दाखेरि त्यो पानी आउने त्यो जति पनि हामी अठाल भनेर भन्छौँ, अठाल जहाँ चाहिँ त्यो ट्रफ होइन, त्यसमा चाहिँ गिट्टीहरू राखेको देख्नुहुन्छ, पेबल्सहरू नदीको है, गिट्टीहरू गोलो गोलो। त्यो गिट्टीहरू राखेको चाहिँ अब धेरैले चाहिँ फिल्टर भनेर भन्छ होइन। त्यो स्टेबलाइज भनेर पनि स्कावर नहोस् भनेर, पानीको जोडले चाहिँ त्यो बेग चाहिँ नखियाओस् भनेर राखेको देखिन्छ। अब फिल्टर राखेको भए चाहिँ के हुन्थ्यो भने, फिल्टर भएपछि त सफा गर्नु पऱ्यो नि त। तपाईँको एउटा वाटर फिल्टर राख्नुभयो भने आफ्टर सम टाइम यु निड टु रिप्लेस इट, चेन्ज इट, क्लिन इट होइन। त्यस्तो क्लिनिङ कुनै खालको सिस्टम छैन। त्यसैले मेरो विचारमा चाहिँ त्यहाँ फिल्टर सिस्टम छ जस्तो मलाई लाग्दैन। त्यसमा बालुवा हालेर यस्तो गर्छ भनेको, बालुवा तल छ नि जुन मुहान हुन्छ, हजुर मैले सुनेको है, हजुर देखेको हजुर त्यो बालुवा त बालुवा राखेर मिलाएर फिल्टरिङबाट फिल्टर गरेर आएको भन्छ कि। किनभने हामीले पहिला त्यसमा त पानी पनि खान्थ्यौँ, मिठो पनि हुन्छ पानी। अब अहिले तपाईँ वातावरण प्रदूषणले गर्दाखेरि चाहिँ अब अहिले खान लायक भएन। उठेर हामीले सानो हुँदाखेरि पानी खान्थ्यौँ, हामीले चाहिँ थाहा भएको मजाले पानी खाने सबै गर्थ्यौँ कि। अब त्यो चाहिँ मैले सुनेको कि बालुवाको लेयरहरू हुन्छ भनेर सुनेको थिएँ कि त्यतिखेर। त्यो चाहिँ के हो थाहा भएन। बालुवाको लेयर राखेको छैन होइन, त्यो च्याकीहरू राखेको छ। त्यो च्याकीको काम त अलिक इन्जिनियरिङ कुरो हो कि त्यसमा। त्यो पानी बेसरी बग्ला, वर्षभरिको पानी एकैचोटि बग्ला भनेर फ्रिक्सनल लस गराउनुको लागि त्यो पेबल्सहरू राख्छ कि। त्यो एनर्जी डिसिपेट गरोस् अनि बिस्तारै बगोस् भनेर चाहिँ त्यहाँ पेबल्सहरू राखेको देखेको छैन। तर पानी त डेफिनेटली खान लायक हुन्थ्यो होइन। अहिले पछाडि बिग्रनुको कारण चाहिँ के हो भने हामीले घर घरमा टोयलेट बनायो, सेप्टिक ट्याङ्क बनायो, त्यसको सिपेज भयो अनि त्यसरी बिग्रेको हो। हजुर ल यहाँ क्वेसन हजुर एकदम धन्यवाद। त्यो विद्युत यो झरेलामा प्रश्न सोध्नै भयो होइन त्यस्तो होइन, तपाईँहरूसँग सिकेँ हो मैले। यो धेरै कुराहरू नलेज भयो के। यो सबै कुराहरू वर्डहरू त अब कति हजुरले भन्नुभयो, कति अब दिमागमा छिर्यो, कति छिरेन है। त्यो सम्झनै सकिँदैन। यत्रो वर्षको मेहनतबाट आएको है त्यो विद्वतासँग। मलाई साँच्ची हुँदैन, प्रश्न त सोध्नु मन लाग्छ, तर सोध्न नै डर लागिरहेको छ क्या। म प्रश्न सोद्धाखेरि मेरै गल्ती होला कि के सोधेको मूर्खले होला कि भन्ने त्यस्तो विद्वता छ है। त्यसको निम्ति एकदम मुरी धन्यवाद।
एकदमै एकदमै तस्म तस्मै धन्यवाद होला न्यु खनि द न्यु खनि बुझ्दै बुझ्छ नि नेपालीमा त्यहाँ सरी ल ठिक छ दुईवटा कुरा थियो एउटा कुरा अब हामीले यो सिक्यो सबै धेरै कुराहरू जान्नु पनि नलेज पनि भयो होइन अब अहिले म डेमोग्राफीको पनि स्टुडेन्ट हो होइन अब अलिकति ह्युमन राइट्समा पनि काम गरेको हिसाबले जसरी चाहिँ हाम्रो जुन बस्ती नेवारहरूको बस्ती कसरी डेभलप भयो भने तर त्यही नेवारहरू अब बिकज अफ माइग्रेसन अब कतिपय शैक्षिक हिसाबले माइग्रेट भएर कुल ठाउँ छोडेर अब के अरे के भन्छ भैँसेपाटी एरियामा माइग्रेसन भइसकेको छ असलको कोर मेरो आफ्नै त्यहाँ जुन म थाहा पनि बस्छु मेरो सबै फुजीहरू असलको चोकमा बस्थ्यो म भक्तपुरको हो तर हामी भक्तपुरबाट माइग्रेट भएर त्यहाँ आयो त्यति बेला मेरो थापलीको घरमा आउनलाई गाह्रो छ ओ तापा भनेर भन्थ्यो क्या होइन अब ती सबैजना कोर असलमा बस्नेहरू सबै तापा ठाउँमा बस्न गएको छ क्या एकजना भैँसेपाटी एकजना मूलपानी एकजना बालाजु होइन कता यसरी छरिसकेको छ अब त्यो घरमा अब रैत खानेहरू होइन कि अब त्यो सबैको राइट पनि हो क्या म घरमा बालमा दिन्छु अथवा म प्रपर्टी बेच्छु दिस इज माई राइट होइन अब त्यो ठाउँमा त्यो कल्चर नेवारी कल्चर जो नजानेको मान्छेहरू आएर त्यो विस्थापित भइसक्यो लगभग अब कति % थाहा छैन मेरो स्टडी छैन त्यसमा विस्तारित भइसक्यो अब त्यो किसिमको उसलाई रोक्नलाई चाहिँ अब हामी के चाहिँ गर्न सकिन्छ एक नम्बर होइन अनि अर्को जुन मल्लकालीन र लिच्छवीकालीन बस्तीको यहाँले प्रेजेन्टेसन दिनुभयो नि अब मैले कता कता सुनेको म त्यसरी म गलत पनि हुँदैन है त्यो हाम्रो हाडी गाउँ नक्साल बालुवाटार त्यो एरियाहरू कता कता पढ्दाखेरि लिच्छवीकालीन समयमा डेभलप भएको बस्ती हो विच इज टोटली आउट अफ आवर कोर नेवार एरियाको जुन छ नि अहिले मल्लकालीनको हिसाबले तर त्यहाँ पनि अहिले पनि उत्खनन गऱ्यो भने ती लिच्छवीकालीन चिजहरू अब बालुवाटार भन्छ अब त्यहाँ नदी नै छैन बालुवाटार निस्केको छ होइन त्यो कसरी त्यो लिच्छवीकालीनबाट ट्रान्सफर भएर नेवारको त्यो जुन बस्ती चाहिँ अब अहिले हेर्दाखेरि हाम्रो काठमाडौँमा जाँदाखेरि त्यो असलको एरियामा हो भक्तपुरको आफ्नै होला होइन त्यो कसरी त्यो ट्रान्सफर्मेसन फ्रम नक्साल हाडी गाउँ त्यो त्यसरी चाहिँ अब यो चाहिँ अलिकति धेरै ठुलो क्वेसन भयो क्वेसन छ सबै सँगै आन्सर दिने कि लगभग उस्तै हो होइन मेरो इन्ट्रेस्ट पनि त्यही संरक्षणमा यत्रो हाम्रो सिभिलाइजेसन छ यस्तो छ अब त्यसमा मेरो विचारमा दुई किसिमले एट्याक भइरहेको छ एउटा आफ्नै किसिमले होइन अब राम्रो सझ्या छ घरमा अनि 3 जना दाजुभाइहरू छुट्टिन्छ सझ्यालाई टुक्रा गरेर होइन अनि एकजना बाहिर जान्छ अनि एउटा त्यो अर्को चाहिँ अब सरकारले विकास हुन्छ विनाश गरिरहेको छ यस्तो राम्रो सही आउँछ त्यो टेलिफोन गर्दा आउँछ के अझ 100वटा लाइनहरू लेख्छ त्यो एकदम विकृति हुन्छ अनि बाहिर पनि अब त्यो हलान गरिदिन्छ होइन के स्ट्रक्चर छ त्यो पनि डिस्ट्रोय गर्छ अनि पार्टी भत्किएको हुन्छ भत्किएको पार्टी नबनाउने वडा अफिसमा होइन त्यसरी सबै अब भइरहेको छ त्यसको संरक्षण चाहिँ अब स्वाभाविक रूपमा समयअनुसार चल्ने हो होइन इतिहासमा बाँच्न सकिँदैन सबभन्दा प्रष्ट हामी हुनुपर्ने जति यो हामी नोस्टाल्जिक भएर हिजोको यो जे भने पनि बाँच्ने चाहिँ आजको दिनमा हो पहिला त्यो ठाउँबाट सुरु गर्नुपर्छ जस्तो लाग्छ मैले धेरै एन्सर त दिन सक्दिनँ तर मैले के चाहिँ भन्छु भने समय त परिवर्तन हिजो पनि काठमाडौँ उपत्यका भनेर भनेको नेवारहरूको नेवार भनेको सबै माइग्रेट गरेर आएको हो नि त्यो त एउटा मेल्टिङ पट हो जति आउँछ त्यसले एब्जर्भ गर्दै जान्छ होइन अब समस्या चाहिँ पछिल्लो कालमा भएको के भन्दाखेरि त्यसमा त्यो मेल्ट भएन के त्यो मेल्ट गर्ने कसरी भन्ने चाहिँ चुनौती चाहिँ छ होइन खास गरिकन शाहकालको यतातिर आएर मैले एउटा उसमा पनि लेखेको थिएँ कि त्यो के भन्छ दसैँमा त्यो फुलपाती भित्र्याउने भनेर गुर्जुको पल्टनले बाजा बजाउँदै आउँछ अनि त्यहाँबाट गोर्खाबाट चाहिँ त्यो के अरे पण्डितहरू कसले चाहिँ त्यो फुलपातीहरू बोकेर आउँछ सबै नेवारहरू परेर हेरेर राख्छ ए आयो गयो भन्छ
मैले भने त्यो सहभागिता किन नगराएको हो? त्यो फुलपाती लिनलाई यहाँका नेवारहरूलाई लानुपर्छ भनेर भनिएको भए त त्यो त त्यहीँभित्र इन्टरनलाइज हुन्थ्यो। इन्टरनलाइज नगर्नु नै सबभन्दा ठुलो गल्ती हो। त्यो गल्तीको मूल पाटो त शासकहरू नै हो। तर अब नेवारहरू पनि होला, स्थानीय बासिन्दा पनि होला। तर त्यसरी अहिलेको जात्राहरूमा चाहिँ मैले त्यो लेखेको थिएँ। मेरो विचार चाहिँ के हो भने अरूलाई पनि इन्भल्भ गर होइन, दुईवटा हिसाबले। नेवारहरूको जिम्मेवारी चाहिँ अरूलाई इन्भल्भ गराउने हो। अरू जातिका मान्छेहरूको जिम्मेवारी चाहिँ के हो भने त्यहाँ पुरानो कल्चरलाई रेस्पेक्ट गरेर इन्भल्भ हुने हो, न कि त्यसलाई चाहिँ बिटोलिदिने। जुन चाहिँ अहिले पशुपतिमा इक्जाम्पलको लागि पशुपतिमा पनि भइरहेछ, बौद्धमा पनि भइरहेछ। बौद्ध अब नेवारहरूको होइन, बौद्ध नेवारहरूको होइन, पशुपतिमै होइन। पशुपतिमा यति बेहाल छ अवस्था, किनभने त्यो पशुपतिको इतिहास हेर्नुभयो भने त्यो साह्रै महत्त्वपूर्ण इतिहास छ त्यसको। त्यो हेर्दै गयो भने अहिले आएर चाहिँ त्यो नेवारहरूको हातमा छैन, जबकि त्यसको व्यवस्थापन गोला भनेर त्यत्रो त्यो बस्ती नै त्यही पशुपति व्यवस्थापनको लागि बनेको बस्ती चाहिँ अहिले पाखा लागेको छ। त्यसैले हेर्नुपर्ने अहिले शासकहरूले अथवा यो नेवार के अरे सभ्यताको अभियन्ताहरूले हेर्नुपर्ने कुरा के हो भने यो दुइटालाई कसरी मिलाउने, विन विन सिचुएसनमा कसरी पुर्याउने, कोभन्दा को माथि भन्ने खालको कुरो हुँदै हुँदैन के। सबैको संस्कृति त्यतिकै महत्त्वपूर्ण छ, सबैमाथि त्यतिकै महत्त्वपूर्ण छ। अहिले कसले ह्युमन राइटको कुरा गर्दै हुनुहुन्छ, सबैको ह्युमन राइट हो। तर त्यो संस्कृतिलाई बचाउनु छ भने त्यसले चाहिँ नेपाललाई रिप्रेजेन्ट गर्छ भने होइन। बाहिर गएर तपाईँहरूले अब न्युयोर्कमा बस्नु भएको छ, नेपाल भनेर भन्दाखेरि त्यो संस्कृतिलाई रिप्रेजेन्ट गर्नुहुन्छ भने त्यसलाई चाहिँ कसरी इन्कर्पोरेट गर्ने सबैलाई होइन। यहाँ मलाई खुसी लागेको कुरा के भने नेवार मात्र हुनुहुन्न, यहाँ धेरै हुनुहुन्छ होइन। भन्दाखेरि त्यो कसरी इन्कर्पोरेट गरेर जाने भन्ने च्यालेन्ज नै हो। अब जस्तो अब टाइम त धेरै गइसक्यो। एउटा इक्जाम्पल म तपाईँलाई एउटा इक्जाम्पल चाहिँ दिन्छु। काठमाडौँमा नभइरहेको होइन, अब गर्न त हाम्रो बालेन सरकारले पनि नगरेको हुनु, त्यस बेलाको मेयरले। काठमाडौँमा के हुन्छ भने यो अघि देखाएको 5 अरे भयो भने होइन, घोडा जात्रा भयो भने के गर्ने भन्ने कुरो सबैलाई थाहा हुन्छ। कता जुलुस जाने, के गर्ने, रमाइलो के गर्ने, इन्द्र जात्रामा के गर्ने सबैलाई थाहा हुन्छ। अब यो होली भने चाहिँ गजबको नयाँ एउटा पर्व निस्क्यो। त्यो होलीमा मान्छेहरू कहाँ जम्मा हुने पनि थाहा छैन, के गर्ने भने पनि थाहा छैन। गयो त्यो पानी छाप्यो, रङ छाप्यो, हाहु करायो, के कराउने हाउ पनि एउटा रिदममा कराउनु हुन्छ नि। त्यसैले नगरपालिकाले कम्तीमा चाहिँ होली यसरी मनाउँ भनेर एउटा ठाउँ बनाइदिएको भए होइन, को कताबाट आएको के हो त्यो। अनि त्यो होलीमा आएका मान्छेहरूले चाहिँ अनि यो सहर मेरो हो भन्ने कुरो त रियलाइज गर्छ नि त होइन। म बानेश्वरमा बस्छु भने बानेश्वरको एउटा टोली सबै मिलेर हामी चाहिँ ल बसन्तपुर जाने भन्ला, उतातिरबाट महाराजगञ्जको मान्छेहरू पनि बसन्तपुर आउने भन्ला होइन। हिजो हामी हिँडेर जान्थ्यौँ, अब मोटरसाइकलमा जान्छौँ होला, सबै गएर त्यहाँ एउटा उत्सवको महोत्सव गरेर फर्किन्थ्यो होला नि। त्यो अर्गनाइज गरिदिने खालको कुराहरू भएन। यहाँबाट सिक्ने कुरा भनेको त्यो भन्छु कि म चाहिँ खास गरिकन नगरपालिकाहरूले, त्यहाँको व्यवस्थापक, नगर व्यवस्थापकहरूले त्यस्ता कुराहरू सिक्न सक्छ जस्तो लाग्छ। उहाँको एउटा लास्ट क्वेसन लिएर सक्नु। नमस्ते है, मेरो नाम चाहिँ प्रभा अधिकारी। म थरले चाहिँ अधिकारी क्षेत्री हो, तर किर्तिपुर नजिक जन्मेँ। अनि पार्टीमा भजन गाएको सुनेर मेरो बाल्यकाल गयो। त्यसपछि भोज खाएर लपेटमा साथीभाइसँग हिँडेर घरमा गएर बित्यो। अनि त्यही भएर मलाई चाहिँ नेवारी संस्कृति, क्षेत्री बाहुनको संस्कृति भन्दा पनि यो हाम्रो जस्तो लाग्छ, माया लाग्छ होइन। अनि म अहिले अमेरिकामा पनि केटाकेटीहरूलाई नेपाली भाषा पढाउँछु। नेपाली भाषा भनेर नेपाली भाषा साथै संस्कृति पनि हाम्रो मूल्य मान्यताहरू पनि पढाउँछु। अनि बच्चाहरू विभिन्न जात जातिकोहरू हुन्छन्। जस्तै अब नेवार समुदायबाट आएको बच्चा छ भने तिमीहरूको चाडपर्व के हो, यसको उद्देश्य के हो, किन मनाइन्छ, अरू थरीकोहरूलाई सेयर गर भन्छु होइन। अब म चाहिँ त्यसमा एकदम मान्यता राख्छु। अनि हामी नेपाली भनेको चाहिँ कलेक्टिभ कल्चरबाट आएको हौँ। अमेरिका भनेको इन्डिभिजुअलिस्टिक कल्चर हो होइन। अनि यो जुन माया एउटा जोगाउनको लागि होइन, अब महानगरपालिका अथवा राज्यको तर्फबाट के प्लानहरू गरिएको छ, जसले गर्दा चाहिँ हामीले युवा पुस्तालाई
सानैदेखि यसको महत्त्व सिकाएर होइन यो हामी हो र हाम्रो संस्कृति हो, हामी यसलाई संसारभरि चाहिँ चिनाउन चाहन्छौँ भन्ने केही कार्यक्रमहरू भइरहेको छ कि छैन होइन, त्यसको बारे थाहा पाउनु पाए खुसी लाग्थ्यो मलाई। त्यति धेरै त मलाई जानकारी छैन होइन अब नेपालमा। तर एउटा राम्रो कुरो चाहिँ के भएको छ भने अहिले उहाँले भन्नुभयो, हाम्रो माननीयज्यूले भन्नुभयो त्यो पार्टीहरू भत्क्यो आदि इत्यादि। अहिले त्यो अवस्था छैन है। हाम्रो एउटा राम्रो चिज चाहिँ के छ भने संरक्षण भएको छ। कसैले चाहिँ त्यो पार्टीलाई अथवा त्यसलाई चाहिँ सामुदायिक गतिविधि गर्नको लागि नछोडिकन होइन क्लब बनाउने के बनाउने कुरो हिजो मेरो पालामा चाहिँ भयो, मेरो होइन समयमा भनौँ न, त्यो टाइममा चाहिँ निकै धेरै भयो। अब अहिले चाहिँ त्यसलाई संरक्षणको पक्षमा गएको छ। भक्तपुर जानुभयो भने चाहिँ साँच्चै रमाइलो मान्नुहुन्छ तपाईँले। प्रत्येक पार्टीमा चाहिँ त्यो सानो कार्पेट ओछ्याइदिएको छ, बुढाबुढीहरू बसेको छ, गफिया छ, के गरिरहेछ होइन। अनि उनीहरूको केही कम्युनिटी वर्कहरू गर्ने खालका कामहरू ती हुन्छ, त्यो गरेको देखिन्छ। तर अब मूल रूपमा चाहिँ त्यसलाई सँगै लिएर आउनु पर्यो भन्ने नै हो तपाईँको मेसेज पनि, मेरो भनाइ पनि। त्यसलाई सँगै कसरी लिएर आउने भन्ने कुरोको लागि चाहिँ खास गरिकन स्टेट लेभलबाट चाहिँ इनिसिएटिभ लिन जरुरी छ होइन। अब खानेकुरै भनौँ न, नेवार खानेकुराको कुरा गर्छौँ हामी होइन। त्यसलाई कसरी जोडेर लिएर हामी यो हाम्रो टोलमा मेरो श्रीमती यहाँ हुनुहुन्छ, हामी टोलमा चाहिँ यमरी बनाउन सिकाइदिउँ न। किन नेवारले मात्र बनाएर चाहिँ खुवाउनु पऱ्यो, सिकाइदिउँ न। उहाँहरूले पनि जान्नुहुन्छ नि, उहाँहरूले पनि बनाउनुहुन्छ होइन। अनि यो यमरी भनेको सबैको घरमा पाक्छ, किन नेवारको घरमा मात्र पाक्नु पऱ्यो, त्यो जरुरी छैन नि। अनि त्यसरी हो नि त संस्कृति सेयर गर्ने भन्ने कुरो, त्यो किसिमबाट जानुपर्छ जस्तो लाग्छ। अब एक हदसम्म एउटा खालको सिचुएसन चाहिँ देशमा बनिरहेको छ, होपफुल हौँ जस्तो लाग्छ मलाई। मेरो क्वेसन चाहिँ अनलाइनमा मलाई देखाएको छ यहाँ। श्रुति अमाती केपकरबाट उहाँले लेख्नुहुन्छ, नेवार कल्चरल हेरिटेज चाहिँ हाम्रो आइडेन्टिटीको फाउन्डेसन हो होइन। अनि कस्तो खालको चाहिँ अब प्र्याक्टिकल स्टेपहरू लिनु पर्ला यो प्रिजर्भ, प्रमोट र एजुकेट हाम्रो यङ्गर जेनेरेसनहरू जुन अहिले मोडर्न वर्ल्डमा कस्तो खालको प्र्याक्टिकल स्टेप लिनु पर्ला यो गर्नको लागि? क्वेसन गाह्रो छ, अलिकति दिने प्रयास छ, म जवाफ दिने कोसिस गर्छु। यो संस्कृति भने के रहेछ भने मान्छेको बिहेभियर रहेछ होइन। त्यो बिहेभियरको उत्कृष्ट लेभल भने चाहिँ दुई तिन ठाउँमा कलामा आएर जोडिनु रहेछ। चाहे तपाईँ त्यो काष्ठकला र मूर्तिकलाको कुरा गर्नुहोस्, चाहे चाहिँ कल्निनरी आर्ट भन्नु भन्छ होइन, खाद्यान्नको आर्टमा कुरा गर्नुहोस्, चाहे बाजागाजाको कुरा गर्नुहोस्, सबै अल्टिमेटली अहिले काठमाडौँमा साँच्चै भन्ने हो भने नेवारहरूले एउटा खालको चाहिँ बेनिफिट गजबसँग के लिइरहेछ भने यो आर्टहरूलाई चाहिँ एउटा उपयोग गरेर अगाडि आइरहेछ। इकोनोमिकल्ली पनि त्यसलाई भाइब्रेन्ट बनाउने काम भइरहेछ, काठमाडौँ मजाले देख्न सकिन्छ। त्यसैले त्यो कुराहरूमा चाहिँ सँगै कसरी नयाँ युथलाई चाहिँ कसरी लिएर आउने होइन। अहिले अब काठमाडौँमा चाहिँ कम्तीमा के गरेको छ भने नेवार भाषा चाहिँ कम्पलसरी गरेको छ स्कुलमा सिकाउनु होइन। हिजो अस्ति पनि तपाईँले देख्नुभयो होला कि त्यो मन्त्री, अहिलेको मन्त्री के पोखरेल, सस्मित पोखरेललाई क्वेसन थियो कि यो मलाई गाह्रो हो, किन सिकाएको भन्ने खालको, नपढे हुँदैन भन्ने खालको क्वेसन थियो, के काम छ र भन्ने खालको। तर राम्रो जवाफ दिनुभएको थियो मन्त्रीजीले कि यो संस्कृति सिक्ने हो होइन, यो संस्कृति सिक्ने हो। जस्तो अब मलाई नेपाली सिक्न त गाह्रो भएको थियो होला हिजो होइन, तर मैले जसरी सिकेँ भने अर्को भाषा चाहिँ सिक्न जरुरी छ, हाम्रो संस्कृति बुझ्ने हो भन्ने किसिमबाट जवाफ दिनुभएको थियो। यस्ता खालका गतिविधिले स्वाभाविक रूपमा एउटा ठाउँमा लिएर आउन सक्छ कि जस्तो लाग्छ युथहरूलाई। खास गरिकन युथहरूलाई त्यो जबरजस्ती कम्पलसरी भन्दा पनि एट्र्याक्टिभ एरियाजहरू छन्। अनि एट्र्याक्सन भनेको जहिले पनि कल्चरमा चाहिँ आर्ट, विभिन्न खालका आर्टहरू हुन्छन् नि होइन, चाहे त्यो म्युजिक होला अथवा खाद्यान्नको कुरा होला अथवा त्यो पेन्टिङ आदि इत्यादि, कार्विङ, ती कुराहरू होला, ती कुराहरूमा जोडेर लिएर जान सकिन्छ कि जस्तो लाग्छ। हस् ल, त यति सुनिदिनु हो, सबैलाई धन्यवाद। यहाँ
यहाँको समयको लागि धेरै धेरै धन्यवाद। यहाँ हाम्रो परमसुन्दरजीले धेरै जानकारीहरू हामीलाई दिनुभयो, त्यसको लागि हामी हार्दिक नमन गर्दछौँ। एकैछिन अब हामी कार्यक्रमको अन्तिममा आइपुग्यौँ है। हामीले आशा गरे जस्तै यहाँले पनि केही कुरा सिक्न बुझ्न चाहिँ अवसर पायो भने हामीलाई लागेको छ भने अब आजको प्रोग्राम के कस्तो भयो र बारेमा केही प्रतिक्रिया दिनुहुन नेवा गुठीका अध्यक्ष राजेन्द्र महर्जनलाई यहाँ 2 शब्द बोलिदिनु हुन अनुरोध गर्दछु। नमस्ते, म राजेन्द्र महर्जन, नेवा गुठीको अध्यक्ष। यस इन्टरेक्सनमा पाल्नु भएको सबैजनाहरूलाई सबैलाई नमस्ते। अनि यो इन्टरेक्सन कार्यक्रममा मलाई यो 2 शब्द बोल्नलाई नरेश साकीजीले जुन टाइम दिनुभयो त्यसको लागि धन्यवाद। परमसुन्दर हाम्रो जोशी अब फर्स्ट टाइम यहाँ मैले भेट्दैछु है। अब त्यसको लागि अब पहिला नाम त सुनेको हो, अनि तपाईँको युट्युबमा पनि हेरेँ। तपाईँको जुन इन्टरभ्यू हेर्दाखेरि पनि एकदमै सबै मिनिङफुल है, मैले जहाँसम्म हेरेको छु। तपाईँसँग यहाँ फर्स्ट टाइम भेट्दाखेरि मलाई धेरै धेरै एकदम खुसी भएको छ। अनि यहाँ चाहिँ हामी तपाईँले देख्नु भएको होला नेवा नख नेवा गुठी हामी मिलेर बसेका छौँ। हामी चाहिँ नेपाल सङ्गठन होइन भिक्टोरियालाई हामी सँगै गर्छौँ सधैँ यहाँ ज्याक्सन हाइटको उसमा। अब कार्यक्रम भनेको अब यो कम्युनिटी नेवा कम्युनिटीको लागि सर्भ गर्नको लागि यो 2टा संस्था यहाँ छ अहिले। कार्यक्रम भनेको जसले गरे पनि हुन्छ, यसले नै गर्नुपर्छ उसले नै गर्नुपर्छ भन्ने छैन। तर कार्यक्रम हुँदाखेरि चाहिँ अब सबैको ठाउँमा होइन एउटा अर्गनाइजेसनले गऱ्यो भने अर्को अर्गनाइजेसनले पनि जाने त्यस्तो हामी गर्नुपर्छ। त्यसले गर्दाखेरि अनि हामी सधैँ मिलेर जान सक्छौँ होइन, फुटेर होइन, हामी युनिटी भएर जान सक्छौँ। अब नरेश साकीज्यू त मेरो पहिलादेखिको साथी होइन। अब कस्तो भने एउटा ऊ भयो भने उहाँ भाइस प्रेसिडेन्ट, म नेवा गुठीको भाइस प्रेसिडेन्ट हुँदाखेरि उहाँ नेवा नखलको भाइस प्रेसिडेन्ट अनि पछि फेरि उहाँ अध्यक्ष भइसकेपछि म नेवा गुठीको अध्यक्ष। कस्तो कोइन्सिडेन्स जस्तो क्या। अब धेरै टाइम नलिकन म सबैलाई धन्यवाद दिन चाहन्छु, किनभने अब यहाँ जुन इन्टरेक्सन प्रोग्राममा जुन आउनुभयो सबैजना है। अनि भोलिको लागि चाहिँ अब जुन तपाईँको यात्रा छ त्यसको लागि ट्राभल सेफ भन्न चाहन्छु है त। धन्यवाद, थ्याङ्क यू। धन्यवाद नेवा गुठीका अध्यक्ष राजेन्द्र महर्जनज्यू। अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। धेरै समय हामी लिन चाहेनौँ। अब आजका हाम्रा स्रोत व्यक्तित्व परमसुन्दर जोशीज्यूको लागि यहाँसम्म उहाँ आएर आफ्नो अमूल्य समय आफ्नो ज्ञान बाँड्नुभयो। विशेष गरेर मैले एउटा कुरा भन्न छुट्टै गरेर भनिहाल्छु। 3rd वर्ल्ड नेवा कन्भेन्सन यो हाम्रो लवाडी एयरपोर्टको छेउमा लवाडी होटलमा भएको थियो र त्यस बेला उहाँ चाहिँ यहाँ आउन सक्नु भएन र तैपनि उहाँले अनलाइन मार्फत जुममा चाहिँ उहाँले हिटीको बारेमा प्रेजेन्टेसन गर्नुभएको थियो। मैले पनि भाग लिएको थिएँ। म झल्झली सम्झिन्छु त्यो कुराहरू पनि। हिटीको बारेमा हाम्रो चाहिँ बारेमा उहाँले प्रेजेन्टेसन गर्नुभएको थियो भनेदेखि। अनि अर्को एउटा कुरा भन्नुपर्ने के छ भनेदेखि यो अब हामी प्रदेशमा छौँ र नेपाल भनेर हामी हामी सबैको हो र यसमा यो जात यो कास्ट भन्ने कुरा केही हुँदैन र हामीले यो हाम्रो सम्पदा प्रोग्राममा के कस्तो भएको थियो भन्ने कुराहरूमा उहाँसँग भएको ज्ञानलाई चाहिँ हामीले सेयर गरेको हो। त्यही कारणले यो नेवाको मात्रै हो या अरूको होइन भन्ने चाहिँ म भन्न चाहन्छु। यो हामी सबैको हो र हामी सबैले एकअर्कालाई साथ समर्थन गर्नुपर्छ। यति भन्दै अब हाम्रो स्रोत व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिदिनु हुन नेवा नखका अध्यक्ष डाक्टर नरेश मान साकीजीलाई म यहाँ अनुरोध गर्दछु। फेरि एकचोटि नमस्कार सबैलाई। जोजोलप्पा
यसमा चाहिँ हामीले सानो यो टोकन अफ लभ जस्तै यसमा उहाँले जुन अहिले हाम्रो प्रेजेन्टेसन गर्नुभयो यो मायाको चिन्हको रूपमा हामी दिँदैछौँ। यसमा लेखिएको छ नेवान अफ न्यु इयर break of appreciation presented to urban planner Professor Padma Sundar Joshi in sincere appreciation for your valuable presentation on introducing Newa town planning history, structure and management. Friday, May 29, 2026. Your insightful knowledge, dedication and contribution toward preserving and sharing the rich heritage of Newa town planning are deeply appreciated. Presented by Newa Napan New York. भने पनि यो सबैको हाम्रो तर्फबाट यो न्युयोर्क वासीको तर्फबाट चाहिँ यो सानो ल अब यो साथसाथै चाहिँ हाम्रो यो सबभन्दा यो अब सबैलाई हामी धन्यवाद त दियौँ। हाम्रो आजको मास्टर अफ सेक्रेटरीले होस्ट गर्नुभयो तुलसी नारायण चित्रकार हाम्रो महासचिव थियो, उहाँलाई धेरै धेरै धन्यवाद छ। र यो प्रोग्राम सफल पार्नको लागि हाम्रो नेवार लखको टिममा एकदम यो छोटो समयमा लाग्नु हुने सबै हाम्रो नेवार लखका साथीहरूलाई धन्यवाद छ। यसमा मेनी छोचु अनि महेन्द्र वीर बज्राचार्य अनि अभिषेक छोचु अनिश श्रेष्ठ, जीवेन्द्र प्रधान, कोही दीपक कुमार प्रधान, सबैलाई धेरै धेरै धन्यवाद। र नेवा गुठीको साथीहरू पनि यहाँ हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। र अहिले नेपालबाट डाइरेक्ट गएर नेपालबाटै आउनुभएको नेपालमै फर्किने हाम्रो पाउनु पनि हुन्छ प्रतिमा जोशी। हस् ल हस् सबैलाई धन्यवाद। अब हाम्रो अब आजको हाम्रो प्रोग्राम के बाँकी छ भने अब यहीँ समाप्त भएको घोषणा गर्दै सामूहिक फोटोको लागि सबैलाई यता आग्रह गर्दछु, प्लिज यता आएर हामी सामूहिकलाई यता आइदिनु होला। अनि जाँदा जाँदै हाम्रो स्रोत व्यक्तित्व परम सुन्दर जोशी र उहाँको अर्धाङ्गिनी सुमित्रा जोशीको अब नेपाल फर्किने काम फ्लाइट चाहिँ भोलि बिहान छ। उहाँहरू एकदम व्यस्तका बावजुद पनि उहाँले टाइम दिनुभएको छ। फेरि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद र यहाँको यात्रा सफल रहोस् र हाम्रो सम्झना माया सधैँ साथ हुनेछ। धन्यवाद।